다 될래야 안주 हम्म, 통마 될래야 이 सर्वप्रथम 남균이 신신난게래 सञ्जाल मार्फत 엔다 हेरिरहनु हुने 마신기지 सम्पूर्ण बोधनहरू त्यसै गरी 제 가서 미세도 되네 विशेष 넘버하기 गरी अनि 가서기 누기데 गुम्बाका 주주만 जति 넘버서 पनि सङ्घ दल दलहरू 소기다 हुन्छ 상로래야 भिक्षु भिक्षुनी 공감사야 점슈 सम्पूर्ण अनि बौद्ध मार्गी भिक्षु भिक्षुनीहरूलाई सुस्वास्थ्यको कामना व्यक्त गर्दछु 다마 저 넘기 지 춘중 로기가 제외 겁이야 딱 가르치기 어려서 주비나 토마르치 상계 सामान्यतः 다도 जब हामी 주요야 बौद्ध इतिहास अध्ययन गर्छौँ 아니 सबैभन्दा पहिले 되네 बुद्धको 되네 जीवनी 되네 चरित्र 아니 अध्ययन 상계 गर्छौँ 공부서 사회 제래야 가이 두어도 अनि 소고야 त्यसपछि अनि 되네 지 되네 बुद्धको 때려 इतिहास 중심을 용어 अध्ययन गर्छौँ त्यसपछि बौद्ध सङ्गीतीहरू त्यसपछि 되네 대바 बौद्ध 기준이 धर्मको 뭐야 उत्तराधिकारीहरू आचार्यहरू 되네 티버 심벽이 विभिन्न सम्प्रदायहरूमा 대바 विभाजन 통치에 भएको 다수주의 विकास 뭐야 आदि अनि 근데 विषयहरू 인도산에 अध्ययन गरिन्छ 지 대바 기수야 야나지 अनि 능기 아주 별에 소대야 대바 저게 고르티 त्यहाँदेखि अब 겨 나와 यो 상계 निकायहरू कसरी 고르 고르다 विभाजित भयो भन्ने कुरा चाहिँ 니즈 भोटमा यसरी 개첨부지 छलफल गरिएको छ 차례 त्यसैले यो भोटमा चाहिँ 18वटा निकाय 근데 대지 아주 사매기 फैलिएको 시행부 कुरा चाहिँ 제탁나 अब 배우지 티버 भोटमा 심벽이 धेरै चर्चा गरिन्छ किनकि 개첨부지 भारतमा 대바 यसरी 저게 18 고르야 निकायहरू अब 간다 मुख्य अब 대den 지구도 विभाजित हुनुको 지기 कारण 고르다 के हो भन्दाखेरि यसको 유유년년 विषयमा हेर्छ 개첨부지 यसमा 차례 चाहिँ अब महायान थेरवाद 다시 लगायतका 답변 विभिन्न 되지 अब हेर्दैन त्यो जे भए तापनि के हो त 과거도 안에 सबै यो 이 대백이 땜바디 개첨부지 차례 उम्, 개첨부지 차비 균선지 가려요 그러잖아 भारतीय बौद्ध इतिहासको एक 아주 अत्यन्त महत्त्वपूर्ण 티버치죠 अध्याय हो यी 가르기 때문에 सम्प्रदायहरू 뭐죠 나와 सर्वकायान 상계 रब्द 총회기 때 लगायतका 가르기 विभिन्न 그 रहेका छन् 안에 जे 지 भए तापनि कुन 치수지 대바 निकायको परम्परा 공동적이 समावेश हुन्छ 공동 भन्ने कुरा 모임바 बुझ्नुपर्छ 매대버지 근데 인도산에 안에 지 소수기다 रब्द 총회 그 동균이야 대를 두산에 다 대바 त्यसैले 근동지 동균 अनि 대바 시리여 인도산에 जति पनि के हो त यो 대 अब 거르디 18 निकायहरू छ 야 नि हामीले अब 지 जति पनि 아주 सिलको पालना 이제 गर्छौँ 되면 यो 그러지 जति पनि सिल छ 되지 यो 그러지 18 निकायभित्रै अब 다 이내 विभाजित भएका 안수기 सिलहरू 통로가 हामीले अब ग्रहण 균나는데 गर्छौँ 아직 대바 쪽에 거르담 야나지 त्यसैले हामीले यो 대배 अम, 나대 हामीले 거르다지 गुम्बाभित्र 제 18 거르다 निकायहरू 통로지 छुट्टिएका 뭐 अनि 뭐시라네 निकायको कुराहरू अब 다나 신기지 नसुनेको धेरै छ 대배 나대 इतिहास 남북 컨테스 कानमा 다리 नपरेको दर्शन 남북 사회 대바 컨테스기 दृष्टिकोणबारे कहिले 되네 नसुनेको 예방 पनि 대바 हुँदैन 컨테스 개요 대세도 नसुने धेरै 루기요 पनि रहेका छन् 다나 यति 신기 महत्त्वपूर्ण 대바라 विषयबाट धेरैले 안수수기 जानकारी नपाउनु 떠두 वास्तवमा दुःखद 그 कुरा हो 남샤 가려요 대수 꼴이야 त्यसैले 지야 हामीले यसमा के 토마니 हो त 뱀바디 भन्दाखेरि 같은데 दर्शन 뭐시라네 के हो 되네 다티 दृष्टि 초진이 दर्शन 시험이지 सिद्धान्त के हो भने 뱀바디 बुझ्न पनि जरुरी छ 근데 त्यही कारण 인도산에 다리 है, 가서 दुःखद कुरा 냠도 हो यो बुझ्नु 에네 सकेन 지 यस्तो कुरा रहेछ 대배나 भने थाहा 되게 पाउन सकेन 거르다 भने 가세 투두지기 말아서 사면 냠도 롭종 슈트야 त्यसैले हामीले जति 그지 सक्दो के हो त हामीले यो 매주지 निकायको 지기 विषयमा अध्ययन 도사 गर्नु 되어서 सक्यो अभ्यास 다네 गर्नु सक्यो 타산 대바 राम्रो 기수기 हो जस्तो 꼴래야 मलाई 지 लाग्छ 겸정 루기용 어르 슈브레 अघिल्लो केही दिनमा 어르 मैले 슈브레 विभिन्न बौद्ध 꼴래야 지 निकायहरूको 대바 विभिन्न विभाजन 개구에베기 गरेको ऐतिहासिक 겐사 पृष्ठभूमि 규겐 परिचय दिएको 가려 थिएँ 티 अनि त्यो बेला 꼴래야 किन विभिन्न 아주지기 सम्प्रदायहरूमा विभाजन हुनु पुग्यो भन्ने 카스야 आधारभूत 버시다 로데바 कारणहरू मैले 샤마존 पर्याप्त सम्प्रदाय स्पष्ट रूपमा 드린 प्रस्तुत गर्न 드린 토마지 सके जस्तो मलाई लागेन 대바 त्यसैले आज 개베기 सम्प्रदायहरूमा 겐자 규겐 가려 विभाजन 티 हुन 꼴래야 पुगेको परिस्थितिहरू र 세신 두시 कारणहरूलाई 가섬타야 संक्षेपमा व्याख्या गर्न गर्दै आफ्नो चर्चालाई म सुरुवात गर्न चाहन्छु 다 되나요? 음, तर 년도기 대바 अब आएको छ 사게 यो 아까는 아주 सङ्घको 자외 निकाय 대바이나 र 대바가 대바이나 यो 하나지 निकायमा 년도기 विभाजित 대바 हुनुको 기술 कारण 시행이 रहेछ यो 걸려야 जस्तो कि 다 소지 년도 대바 사게 सर्वकायान सर्वकायान 지 विभिन्न 소지 동균이 सर्वकायानका 동균이 विभिन्न 되듯이 निकायहरू सम्प्रदाय कसरी फैलिएका 다나시 थिए 그 떠주기 चाहिँ 개바다 잡아야 되듯이 तिनीहरूको भित्री प्रतिमूल शिल 아 동균민족 परम्पराको 왕기 प्रसारण होस् 지 वा दर्शन 대바미 दृष्टिकोण 당사 सिद्धान्तमा केही 다 भिन्नता 두기 होस् 개발로 되네야 도스지 대바민족 सबैको 사람서 सम्मान 다 디데기 आधार भनेको 내려만 उनीहरू 버시던 잡아야 돼 त्रिरत्न बुद्ध धर्म र सङ्घमा शरण 이나야까지 गएका बौद्ध नै थिए 룬균 다 대바다
더루기 개발 중세 예배이네요. सरौको यान भित्र पनि के हो त 겹성롱행기 나머 त्यो 상계배인보다 सिलमा धेरै 지구상계 फरक आएका छन् निकायमा धेरै फरक आएका छन् तर 아이네 대바 संघपति 소설이야 शरण 개고야 जाने चाहिँ एउटा नै हुन 제베디 बुद्धिस्ट बौद्ध मार्गी नै हुन्छ 더루기 सबै 공발해야 제주 체담 저와다 다는 त्यो 신기 विभिन्न 뉴치 सिद्धान्तको विषयमा 라멘 व्याख्यान 다다는 गर्नेमा 저 चाहिँ अलिकति फरक 렌데르지 आन्सर मतहरू 도티베기 मिल्दैन नेताहरू छाडी तर युस बुद्ध धर्म संघको शरणमा जाने कुराहरू पेछाछाबैना चाहिँ उठिरहेको छ जस्तै उदाहरणको निजुल लागि युछि 중계에서 아직 타니에서 जस्तो कि 베레다 होइन आठवटा ताइने 아직 그 유치 중계에서 제제 망부 ठुलो आठवटा र सानो सानो 다 셰비나 망부 쉬우지 야와 망부 차요 알았지 चारवटा ठुला 변도 काकीपाहरू 상으로 타보기 अङ्कहरू 타보기 18 뭐지 뭐 भनेर 차리요 बताएका छन् नि त जे भए तापनि के हो त जति 어빼페는 시 फरकिलो भए तापनि 대박 सबै 상으로 धर्मका युवा हो नि 대발로 त 마야와 셰비나 त्यस्तै 다지 किसिमको यो 남경아 निकाय भनेको 시기 त्यही हो 다 र 별이야 त्यो 대박 저게 निकायहरू 수고 알았지 विभाजित भए 별다 तापनि 18 भए पनि 대박 वास्तवमा 저게 के हो त 있어야 지 대박 니슈 자라로 근데 연대도 와 अनि 18 मात्रै नभएर 근데 20 निकायसम्म छुट्टिन पुगेको थियो नि त तर यी सबै 근데 के हो त 대박 भन्दाखेरि 마야와 셰비나 अनि 야와 뭐 차요 알았지 이나야 धर्म डेली सङ्घलाई शरण संलोजी लिने नाम एउटा नै संगे रहेको वे छ। इब जिगो यो छाले यो सबै बौद्ध मार्गी नै हो बौद्ध मार्गी इना मार्गी यादा राणा सबै सुसुलिया बराबरी हो कुनै निसे फरक छैन खेजुले रे येबे हिन्दुसाने तर जिया 18 देवा निकायमा खाले आफ्नो एउटा लन विशेषता जिगो भएकोले अब जिते 18 सुनि 18 देखि 20 हिन्दुसाने निकाय छुटेका थिए देवा खे साथे निकायहरू छुटिनु राजु विभाजित हुनु भनेपछि के हो त गिन्युले भन्दाखेरि नारोले छप छुङछुङजि यो जि सङ्घभित्र बिखाजेले सङ्घको उछेजि गणभित्र अनि छप छुङछुङजि यो छुङदेबस सानो सानो दिनेसिले समूहहरू लन दलहरूलाई जिबेना अनि अनि देवा केसा परिचय लन दिँदैन जिदादे ख्याप यसरी छुङछा यसले बुझिँदैन छाडे यो चाहिँ के हो त अलिकता 제자 समग्रमा अर्थ देवेगे नलाग्ने र लुसिन्दु ठुयाला प्रख्यात देवाची माने छाले या बुझिँदैन परा छागेन त्यही कारणले यो छागेला निकाय लक्षण भन्नको लजि लागि यो स्वभाव त यो छागेन यसमा के हो खासी छांगु यो के 제자 यसमा पुग्नुपर्छ भन्दाखेरि यसमा श्यामलिया देवे केही रुजेला कारणहरू ठुयाला 5 वटा छागे अनि कुराहरू चाहिँ पुग्नु पर्दछ अनि मात्रै जो निकाय भन्ने कुरा चाहिँ आउँदछ मार्क्संगु यो सरस आज ते मान त्यसैले अ, 5 वटा आवश्यक ठीक मापदण्डहरू ठीक पुरा गरेर मात्र शर्त पुरा गरेर मात्रै यो निकाय हो निकाय भन्ने चाहिँ आउँदो रहेछ अब चाहिँ यो यसको विषय निकाय छुट्टिनु 5 कुरा के हो त भन्दाखेरि मापदण्ड यो बताउन चाहँदैछु 但是大丈夫得了呀念的嘛，这是，大得了呀，我这个底下的，唐不得了呀，人现在的才能干得出嘛，就现在才能什么的，但 अब पहिला के हो 上 त 一才能 भन्दाखेरि 干得出 मूल 嘛，真的是用过，对， सम्प्रदायमा अब भनौँ निकायको स्थापनामा विभाजन हुनको लागि आधारभूत रूपमा गम्भीर ता गादा छुङा भेद दा हुन सुरब की नारोले तेजा बे चिक लान्दोर की के नेङ हो त का भन्दाखेरि याना जी अनि ड्युटिम सूत्रहरूको अनुसरण दाना सिंगी कसरी गर्ने छ्याम विनय दोली की तथा थोले या धर्मसूत्रको कोवा ज्यादा वास्तविक मिन्जा अर्थ कसरी व्याख्या गर्ने छुङबछे कसरी विचार अनि कोवा ज्यादा मिन्जा मनमा छुङब लिने तेले भन्ने या विषय जी दुम भिन्न भिन्न जप्तले बुझाइ ता विकसित गादा भएको खाखा सोसु शिबिछि छो हुनुपर्दछ सोसु छि यो पार्टी सोसु छा छि निकाय तेले हुनको छि लागि दुम यो जप्त पहिला मिन्जा कुरो दिने रहेको छ जुगु व्याख्यान बेग्लै बेग्लै भइसकेपछि दोना त्यसमा अब छेदन दुवेग मतभेद जबा नमिलेको तावेग जबा छुङा जम बेग्लै हुन्छ तेसेबेगे मिथुन बि छात दा थामजे छि अब खर्जो केवल स्टेम यो लिखिन धर्म विनय र मेवा सोल्दो भा दार्शनिक दृष्टिको सम्बन्धी विवरण हुनु मात्र तिन्देगी पर्याप्त नभइकन ती मतभेदहरू समाधान गर्न सकिने कुनै उपाय बाँकी नरहनु पनि आवश्यकता थियो यही नै नेंगालो छि सम्प्रदायमा तिन्देजी विभाजन हुन निजु छुङबिना प्रमुख निजु छुङा कारण दे थियो कारण अनि पनि हो देबा केबे केन्ज जोजे तिने छारे हरेस यो मुख्य देबा कारण चाहिँ यो है केबे त जि गुगेन जोजी ता तिने छारे हरेस ता चितांगी जि देबा अब के समग्रमा केयाग हेर्ने निजु हो जि भने अब गुन्योटा छबसिछि यसमा धेरै गुगेन अब तब समस्याहरू तब रहेका जि छन् यो जिखासे जि निकाय नारोले बा विभाजित देबा कसरी भयो त भने केगवा यसको गुगेन दिने जि रेसे से समस्याहरू मेला धेरै से उल्झिन से थुया पर्दछ छि म्यावे छारे सजिलोसँग हरेस यसलाई किनसन व्याख्यान गुगे गर्नु मांबो चिल अब तेरे अनि ओरा सजिलो छैन सोसोरी केबा जटिल तिने थियो छि त्यसैले छारे हरेस को लागि धेरै पेछा प्रकारका साबिना परिस्थितिका कारणहरू जिम्मेवार हुन इनान सक्थे गुगेन छि खरेस उदाहरणको लागि खरेस न एउटा के हो त अनि भन्दाखेरि अर्को कारण चाहिँ लोबेन द लोमेगी गुबो मिन्जवा गुरु र यबसे वा शिक्षाको परम्परा गुबो मिन्जवा यबतेला तेने अनि यो कब्रेची परम्परा देवा बेग्लै सोसुरु भएको कारणले केबा गर्दाखेरि तिने अनि योंदी हरेस आफ्नै निकायहरू पनि छुटिन पेछा सक्दछ साबिना
Dema nyangele dene जस्तो कि gyara jiksam ki jele ya जस्तो an कि बुद्ध tada परिनिर्वाण भएर tabji 100 yeba lawe वर्षपछि ki shung अनि chira kawe सर्वस्ती kholo भाव ta भनौँ chebe न ina an सर्वस्ती gab भाव dudu sane परम्पराको मेटाब gindu ngi de na lo le ya सुङ्लुक lui झिरको tso da mangde ge भनिन्छ tso da zunbe tso अर्थात् sa tende ge ta यसमा के भएको छ त gindu lo भन्दाखेरि le ya ji ta विशेष tsokpa ग्रन्थ midro sane de party midro so उद्गृत अब लेखिएको चक्र भनिन्छ त्यो ta भित्र di के छ zu त na lo ne भन्दाखेरि lui अनि tso नाग sa पक्ष tso sa बहु an zu सूत्र विवादन पक्ष duwan zimbi cho de tebe स्थापित yema khor ge lu gi chari yo भने res यसरी ma विभिन्न do tebe tso धेरै de di चिन्तन गर्ने lui समूह नागको समूह भनेर छुट्याएको छ 다 망도 퇴베기 초도 기본 भद्रको समूह 융거 루기 차리 요레스 준비 भनेको छ 초도서 जस्तो 어느 최영 발라 마와르 초도 기본 파바 강비 루기 차리 요레스 다 त्यसैले 속바 यो के हो 대수 त भन्दाखेरि 나로라 आफ्नै अब 퇴베기 야 परम्परा रहेको 융기 छ 대신다 जस्तो 요레스 कि 베라 ती 타고 मध्ये नाग 부서사 पक्षमा 요레스 उपालिका 타고 शिष्यहरूको 부서사 परम्पराको 디나로라 अनुयायीहरू समावेश थिए 르도 중 폐쇄와 बहुश्रुति 디나로 두루 요레스 विद्वान पक्ष भन्ने आनन्दको 다나시 पर्वसँग 베나 सम्बन्धित 르중 थियो 나로라 야지 स्थविर पक्ष चाहिँ अभिधर्मका आचार्य पूर्ण 롭종다 냠내는 परम्परा थियो 주디시라 메데 버틴데 렐로지엔다 यसका 추림체 अतिरिक्त 디조이냐 सीमान्त 다 भनौँ न 타고 पक्ष पनि 부서사 थियो 디나 जसमा 두루 अधिकांश 요레스 साधारण भिक्षुहरूको समावेश थिए 데레도 समूह 다 된저 अल्छी 그 척바 भिक्षुहरू 시부 될래야 शिलहरू भ्रष्ट 나 भएको सबै 수술이야 यसमा 유법 समावेश 민족에서 गरेको थियो 야 돼야 요레스 त्यसलाई 안다는 त्यसैले 유법 민족에 यो 체 यो 아니 प्रत्येक 유법 पक्षको आफ्नै गुरु र शिष्य 딜 परम्परा 될래야 지 आधारित थियो 냠내도 롭종 그 यिनै 남바이냐 फरक फरक परम्परा 민족에 디겐체네 आचार व्यवहार 대바소소 개야 अभ्यास शिक्षा 레라 버르 직다 शिक्षाका ताखाना विभिन्न शुक्ष भिन्नताहरूले गर्दा बरोबसाला पछि उनीहरूलाई 근데 अलग अलग 샤게 야 निकायमा 다티 सम्प्रदायमा विभाजन हुन 규겐지 अझ 게레스 सहज बनायो 야 यो 규겐지 가래 온데 열사나 끼게 토하네 야 अर्को 지 कारण 대바소소 के थियो त 개야베 भन्दाखेरि 코라 विभाजन 게 हुनुको लागि 겐서 एउटा भाषा 직체리 열스 તે 가래 आफ्नो 슬라비나 भाषा लाउजले गर्दाखेरि 끼기 ndam인다 토하네 지 एउटा 민저월 भाषाले गर्दाखेरि के 댄체네야 हो त अनि 떠두기 आफ्नो सिद्धान्त 사모토나 민저 र 지다 दर्शनमा 야 विचार गर्ने 규바 बेग्लै 빼나 बेग्लै आउनु 와 पेन दृष्टिकोण 끼 सिद्धान्त 규비지 आचरण अभ्यास 감다 गुरु 저거 शिष्य 난 परम्पराको प्रचार प्रसार तथा 땜바 धर्मको बारेमा 갈비지 बुझाइमा 비슷하네 अत्यन्त 끼 महत्त्वपूर्ण 민저에 भूमिका 되네 खेल्ने तथ्य पनि 규비지가 थियो 민저에 तत्त्व 그치 पनि थियो 안 나는 신 끼를 यतिको 되네 शिक्षा 고알레 난 विभिन्न 나오는데 भाषाहरूमा 야베인데 गरिन्थ्यो र 디 भाषागत 교세라 विभिन्न 되네 पनि एने सम्प्रदायहरू निकायहरूमा विभाजन हुन 끼 पुगेका 민저와라 कारणहरूमध्ये एक 댄체네 थियो एने 되네수 마치티 제윤두사네 텔라 댄체네야 대바소소 캔드라지기 त्यसैले 된데 겐저직 आफ्नै भाषा 제리요레스 भएकोले त्रिपिटकमा व्याख्यान गर्ने क्रममा पनि बुझाइको अनुसार आफ्नो बुझाइले 텔라 गर्दाखेरि 두째 पनि 가려요 अनि यो 슬라비나 다다 मुख्य अब 기준거로 कारणहरू 숨게 배고 विभाजन 대바 भएको 은댕은 पनि हो 나로라 다다 샤교의 제샤베 대바 은댕이요 와 यसको अब अर्को 디나로래야 यसको कारण के छ त भन्दाखेरि 다 घिसुलकरिका 지부지잖아 भनिन्छ 로마 뭐지 होइन 디나로 가르송여서 श्रम रेणुका करिका 책임 아쇼가 책임 प्रवासिनी 양해매 공부 टिकामा 조사를 लेखेको छ 제래야 अन रात 좀바티 जु기 डेनिसिया के 파메베 भन्नु 게다 भन्दाखेरि 수사기 게다 एने भामरदे बिछिकला सोबा त्यसपछि तेंदे धर्मराज ताकी अशोक ड्राम मिनर थोने एने देहवासन गुरेग भयो शुंग मा त्यसपछि एने अर्हतहरूले गने स्थानीय र बोली ते विभिन्न डबल उपभाष टेंशन तथा मिश्रित देवा भाषाहरूमा डबल चके धर्मपाठ गर्ने केसो रेसा शब्दप्रति वा उत्पन्न की हुने मिनरा शक्ति उठाउनको थोने लागि दुएगी धर्मशास्त्रहरूको नुवा जसो भाषामा मिनरा परिवर्तन गर्न देबगी थाले जा तेला सूचनाको टेंशन रूपमा देवा नब चके सूत्रहरू केसो संस्कृत रेसा भाषामा रूपान्तरित तिनते सुंगे गरिए बिते होंगे यसरी शिष्यहरू क्रमश 18 प्रकार 18 ताइना निकाय चिता सम्प्रदायमा की क्या विभाजन बोल हुन देन पुग्यो भन्ने देवा बताएको छ खेतु रेस लाबिना तात की चिबुल देन देवा अब अरू कुरो खेतु रेस सामान्य अथो नार दिने भाषाको भिन्नताले या मात्र की सम्प्रदायहरूमा मडरा या विभाजन बछि एन की गर्न पर्याप्त गालया कारण छ सेन्दा त भन्नु छाके हुँदैन खाना खान जम छाबैना अनि अर्को तिनले कबले या मापदण्ड के देवा रहेछ सोसो त खेन भन्दाखेरि र त्यो तिनले यो विश्वास निकाय विभाजित हुनुको लागि अन्य तिनले आवश्यक ता की कारणहरू देवा यीहरू सोसो पनि खेन एकसाथ केन्सर चिक उपस्थित भएमा केन्सर भाषागत चिक देखार विभिन्नता पनि साले मिरो सम्प्रदाय विभाजनको तेला एउटा देने या देवा सोसो सहायक खेन कारण चिक बन्न सक्ने सम्भावना देखिन्छ ते घरे स्लाबिना पेना ता क्या गागी लुंगब मिन्जो त्यसुले जस्तै कि अब साजे कि नेब उदाहरणको मिन्जो लागि साजे भनौँ कि न खाथो आदा भौगोलिक साजे अवस्था पनि खामा आदा सम्प्रदायहरूमा विभाजन हुन साजे पुगेको एउटा ठामु महत्त्वपूर्ण या कारण बता थियो या साबो या बता भारतमा ते भनौँ साजे विभिन्न ने क्षेत्रहरूको तिनी साले तेले भूबनोट युसु खोमसी मिन्जो स्थलकृति या बा स्थानीय परम्परा ताने जे लुंगब दिना चलनचल्ती र लो या एक जि अर्काभन्दा सिडियो कि फरक नेता फरक हुन्थे मिन्जो या बा पेन्जो त्यसै ग गरी नेता मिन्जो या राजनीतिक बा रिने अर्थतन्त्र बेसो या कि ता तेले कि खेबा सांस्कृतिक छबो या बा संस्कृति तेले आदि टेन्सन प्रत्येक क्षेत्रमा निकै भिन्नता भएको या कारणले गर्दा कर्जुले निकै विभाजित हुनुको कारण पनि यसमा देखिन्छ यिनै ginjungi tela ina ya ene rengxin gi
gindu यिनै de कारणले गर्दाखेरि sugya बौद्ध ane संघ pinzu ji liya ji अनि minzhawe keba एक chaba आपसमा chado स्वाभाविक de रूपमा wadis विभिन्न निकाय सम्प्रदायमा विभाजित हुन पुग्यो र यस्तो pena विभाजन हुनु सहज पनि थियो ngazu gi जसो गरी kadu niwa shebe kabla nubzho gi gindu gi de da sharjo gi gindu de nisu जस्तो kebe कि tinte उदाहरणको लागि gindu भनौँ न da विशेष गरी ta di सङ्घको kewa bi ginzu zo ji प्रारम्भिक विभाजनमा पश्चिमी र sane पूर्वी duwa gi क्षेत्रका duwa दुई duwa निकाय sane विभाजन duwa हुनुको di मुख्य di कारण war de khazang मध्ये shusim एउटा भौगोलिक दूरी र क्षेत्रीय Tantini भिन्नता नै misale sane भएको mita कारणले wadiya गर्दाखेरि यसरी deba suzu kya विभिन्न kenzi ठाउँ chi shadi भौगोलिक waras. Ta भाषा kenzi chi संस्कृति karare sa बेग्ला भएको chepsi gi बेग्लै बेग्लै tiju si भएकोले यो अनि chepsi यो gi निकाय विभाजित हुन पुग्यो अर्को gotin के gi हो त deba भन्दाखेरि kebo la so tiju राजनीतिक gi ani tiju हस्तक्षेप che पनि ba बौद्ध tenya निकायहरू deba kebe kenzi सम्प्रदायहरूमा chi shadi विभाजन हुन waras. पुगेको एउटा महत्त्वपूर्ण कारण थियो Bena chige nyame me gable ya जस्तै sawe गरी deba सम्राट kya gi अशोकको पालोमा kya choji शासनकालमा karche abrisana nyame me भएको gi अब gindyungi कारण de la के ya के di थियो भन्दा Kurang gi ta उहाँको wangzi पालोमा pechu taan che tinte gi pe zembu wangyo samarwa tinte gi tuwa ne ane अब gindyungi उहाँले de अब gi आफ्नो अधिकार सबै आफ्नो हातमा gindyungi लिइसकेपछि ta nangi ni zui li ya tiju xeba tela अनि tene yang ko भित्रको karsho कारणहरू के gindyungi रहेछ de ki gala उहाँले ya ko karsho देख्नुभयो shugen ra सङ्घहरूको kala khazam che ya निकाय waris विभाजन एउटाको tinte chigi प्रमुख कारण अशोकद्वारा सङ्घ कार्यमा tuwa गरिएको ya debsre बलपूर्व हस्तक्षेपसँग tene inu सम्बन्धित sana kaan थियो tar yang khondo xebe समग्रमा yang हेर्दा gen माथि de su उल्लेख pinzu गरिएका यी chigi सबै chile कारणहरू jama ye एकअर्कासँग deba che परस्पर ane tendo yu सम्बन्धित ta थिए gyugen mangbu jin जब zomba यी jing ten che ne विभिन्न ane परिस्थितिहरू deba एकै su साथ su उपस्थित kya भए be तिनको संयुक्त tela प्रभावले khanda बौद्धसँग ane विभिन्न shokshe be निकाय ya ji सम्प्रदायमा tinte विभक्त chi हुने yewa de प्रक्रियालाई waris आज तीव्र र सहज बनायो यी कुराहरू रहेछ that's it ta निकाय tene mutu ni shuwa che ba le ya ane tada hize chan ga da chuwa shu sim che tangbu de अब यो पहिलो chage ni ba de ane मूलदेखि अब chi के gen हो त निकाय chi विभाजन gen कुरा de मैले बताइसकेँ ta अब दोस्रो रहेको छ gindu gi de la बाहिरी lo le ya बाहिरी कुरा mutu bi zaba chu zaba chengen de zo le ya zaba chengen cho ni ga lo le ya ge gyo बाहिरी chengen ya che कारण के हो gyo त chengen de भन्दाखेरि ya mi ri ni re mo धेरै ni ji changa mo nyu विवाद de गर्ने ge मान्छे धेरै chi आयो chi nge je ji ya che विवाद गर्ने क्रममा te के हो ya त ane दुवै पक्षमा ne ga धेरै ge gyo ya ba zang समर्थन yin हुने ba te व्यक्ति ya आए mu tu ni त्यसमा ji एक दुईजना gyu मात्र zu नभएर धेरै mo nyu व्यक्तिहरू आए khazam ji ge त्यो be ya कारणले गर्दाखेरि te bu एकदम ne स्थिर to भएको to कारणले to de गर्दाखेरि chu पनि de यो ba de निकाय je ne विभाजित भएको ane एउटा मुख्य कारण tela हो de ne ji de ba khen ra ji yong de ga यो ta बाहिरी कारण de हो ba khen ra gi chi gen ra bu de समर्थन ane गर्ने ching मान्छे ya पनि ba धेरै थियो विवादमा अनि त्यो कारणले गर्दा पनि एकदम बलवान हुँदै गयो त्यसैले यो अनि बाहिरी कारणले गर्दाखेरि निकाय विभाजित हुनु पर्यो 다 때네 대바 계획 난게 겐디 가르잖아. अब निकाय विभाजन 아니 हुनुको दोस्रो 랑기 भित्री 떠두 कारण के हो 대바 त भन्दाखेरि 랑래야지 आफ्नै 수수에게 सिद्धान्त 교구인데 दर्शन 떠두다. 다나 신기 त्यस्तै गरी 뇌 규바데 आफ्नै 소 랑강 수고야체. विशेषता त्यो सिलको विनयको आफ्नै 다티 परम्पराहरू 소소로야 디 आफ्नै 떠두기 ठाउँमा आफ्नै स्थान 계주바 अनुसारमा भएकोले 미세게 되바 지다 다나 뇌 규바 랑강 수고여고 하디 대바티니 무티도 내알아지 매도 미루고 있자지 जस्तो कि 차디 भोटमा 요레스. पनि के हो त आफ्नै अब 되네 다티 विनयहरूमा 난게 괜찮아요. परम्परामा यो 다테네 जोड 시바데 दिन्छ त्यही 난게 कारणले यो 찌시사 भित्री 난게 찌시스 सिद्धान्तहरू 라과 विनयमा परम्परा 김장하라스 कारणले गर्दाखेरि 라비나 भित्री निकाय विभाजित हुनु पुग्यो अर्को के रहेछ 대바 भन्दाखेरि 컨드지네 와 निकाय 대바 시중 컨드지네 निकाय विभाजित हुनुको 군조 अर्को 소리 껴서 들어와 임바 시샤 कारण के हो 차바레스 त भन्दाखेरि 계세 군조 좀 껴서 들어오면이나 아니 एउटा 나바 यस्तो 상계게 किन भनौँ न 덴베기 दुवै जस्तोसुकै 큐나라고 18 निकाय 수요 विभाजित 나바 भयो किन 상계게 नहोस् 덴베 콘스 त्रिरत्नमा 누구요 शरण नगए 디 견살 सबै 때네 त्रिरत्नमा शरण नै 민심이지야 जानेछ फरक 프랑스로지 छैन सबै 최신으로 बौद्ध 징에 मार्गी नै 제시요 बौद्ध नै 알았어 हुन् 제가 तर 삼세 전제 अर्को के हो त 삼세시야 भन्दाखेरि 제 좋아요 말와 세상 인지미지 꾸졌으면 껴서 좋아 임바지다 यदि 지 त्रिरत्नको 시제찬 शरणमा गएन 나바 भने उहाँ 상계베 चाहिँ 제 따금 बौद्ध 껴서 नहुने बौद्ध मार्गी 어다디 नहुने यो चाहिँ 멍시비 지어와 सीमितै हो 어다디 एउटा सीमित हुन्छ नि 균지 बुद्ध धर्मसँगको 지게지 शरणमा छिर्यो भने 라과르지 बौद्ध मार्गी अथवा 데르샤레 बौद्ध भयो 데네 यदि अनि त्यो 나바 상계베 데베 त्रिरत्नको 콘스 몬두와 शरणमा 데르디 जो니 छिरेन भने 가레스 बौद्ध मार्गी 난게 हुँदैन 찌시비야 भन्ने चाहिँ यो चाहिँ एउटा 다데니 치 निष्कर्ष नै हो 찌시티 가레스 라비나 भित्रीको 나바 एउटा 상계바 찌기 एउटा 와 अ, 나바 상계바 찌기 에네 मुख्य अब 데바디 कुरा हो भनौँ अब मुख्य बाहिरीको कुरा 데바디 के थियो भन्दाखेरि 코다 데바디 나바 상계베 데베 콘스 뉴바레스 코 나바예바 켈링기 인사르부지 जस्तो 딘데기다 कि के हो त 남베기 나바 बाहिरी 상계바 찌기 딘 나바예바 अबौद्धहरू 켈레 अबौद्धहरूले भने के हो त अनि यदि म बौद्धमा छिर्छु म शरणमा 제바지 जान्छु भने 딘데지 उहाँहरूले पनि के हो त भने भित्री स्वागत गर्ने 다 उहाँहरूलाई 디치 बौद्ध 제시디 बनाउने 와레스
요지게 오다 Dila 바이리게 kuya 오다 gyumzen kare slabina pena निश्चित चुंगा रहेछ इदो रहेछ Dömba sangi यो chomden de kable ya यो हुनुको कारण ane के रहेछ di बुझ्नको jingi लागि ginong abje chi che ne gindu gi yen chen बुद्ध de ba भगवानको जीवन ta di कालमै gindu gi yen देवताले chen ta ko 500 zo जना बिच्छुहरूलाई साथमा adan लिएर che सङ्गममा tene फुटान गर्ने karso da फुट kurang kurang उत्पन्न surji गरेका थिए di gindu gi der chi देवदत्तले अब kuzo आफ्नै अब एउटा ina ta सङ्घको deba दललाई kheba la रचना sha गरे to re slabina deba kheba la sha to तर यसले kare re बौद्ध slabina सम्प्रदायमा tela chagen निकायहरूको thangbo विभाजनको रूपमा ngaba de मान्दैन chaya chagen thangbo de kar chaya mar यसको कारण ane पहिलो र kuzo पाँचौँ su ya मापदण्ड पुरा gyasu minro am ta kan da ja ka tempa la tembe du shi पुरा भएको छैन त्यही कारणले shi यसलाई shi de to ne देवदत्तले 500 जना chagen thangbo भिक्षुहरू de बेग्लै chaya लाग्यो खण्डमा यसलाई चाहिँ निकाय chagen ngaba de विभाजन chaya भएको mar kare re sana हुँदैन namba sangi be tempa chi ki ngene ane त्यसै गरी निकै बौद्ध धर्मको Beijing chi अवधिमा ju sa mar ba Beijing बत्सीपुत्र yang da le समुदायको jing आफूलाई de so बौद्ध tele नै ji ठान्दथ्यो che mei bi chon de ji zi de ji ma to be namba sangi ba sen den ji zi yo ma ti ju de ne ane chagen ngaba de भनौँ ba न यो ma sa ore अ, la zhe ge ore पाँचौँ के हो त भनौँ न अ, da nan xin de ba zhe ge ge na lo le ya ane बौद्ध ne ma bi de भनौँ ba sa अबौद्धहरूले उहाँले भित्र लिएको होइन ne नि ma bi de ba अबौद्धहरूलाई sa चाहिँ de भित्र लिएको Papa भए ki चाहिँ अब namba उहाँ sangi ba निकाय अब vis la gu yo हुनु de पनि ne सक्थ्यो de ba shen da ki निकाय ane छोड्नु सक्थ्यो ne तर ma सबै bi de ba बौद्धिक de बुद्धिस्टै भएको ming कारणले zang गर्दा ge यो namba बौद्धै sangi मार्ग ba ji भएकोले le ma to अनि be एउटा Tēnā भिक्षु भएर mī bā ठाउँमा rēsē, लाँदाखेरि dīndē shēngiān उहाँहरू चाहिँ के dīndē गर्नु yāng yōng भन्दाखेरि dīyō. निकाय विभाजित हुनुको भयो Tā यो nē mā bī dēbā tēlā yā, होइन anī nāngbā shēndā tsō kī tā tāng tīndē yōng guā kī gīmzhēng khā rēs lā bī nā tā tī guā tī jē lā shūyā chē rā, tīrīng shū mō guā chē. Tīndē yīndū, bē nā nē mā bī dēbā, dēbā chō kē kā nā rō lā yā, nē mā bī dēbā tī jī chā kē ngā bā tī sāng yé mē sā chī yor bā tā, त्यही nāngbā sāng कारणले kē bā यसलाई chē, nāngbā sāng kē bā yī bā, kē lēn chē yé mē sā tēlā chī tōba, tōba yé dēbā chī, tīndē chā rī yō, tūsī mā rī. त्यसै कारण नेमबुई That's देवा भनिन्छ एउटा निकाय त्यो चाहिँ अब यसमा चाहिँ सङ्घ रहेको छ यसको यसको 다 되네 विषय 디젤이야 पछि 가르쳐야 बताउँछु 하잖아. यसको विषयमा 아니 당보마 자외 대바 기술이 막 쉬운 산. 다 돼야 상계 양해를 되네. 로 예링이야. 아니 긴두기 대 삼지 대 아니 시제 अब 샤네 के 배 रहेको छ त 튜시시 भन्दाखेरि 지규르고 शिलाको विनयको सिरियलले 나바신 गर्दाखेरि 샤네 अब यो सङ्घको 다 되네 निकायहरू चाहिँ एकदम 야가 पहिलो 로바 소소소리 यो 긴두기 विभाजित भएर 대대소 गयो जस्तो कि 타게 중 긴두기 बुद्ध 대 भगवानले 마음도 또 बुद्ध 용도 भगवानको 사네 परिनिर्वाणपछि 다 करिब 100 वर्षसम्म सङ्घ सङ्घमा Chidrigi gyumsena den shene. आधारभूत रूपमा Ane duwa le ya. एकबद्धता र Ane ruwa mayi bi सहरदपूर्ण नै रह्यो duchim da तर deba सङ्घ yeme ki विभिन्न zoba di shung res. क्षेत्रहरूमा Di फैलिँदै zoba जाँदा tela kharla सर्वप्रथम warasana. Ta विनय shi chu सम्बन्धी zoba da. मतभेद Shi chu di त्यसै ane katsam 10 ma shu वस्तु si baro na वा nyi shu si 10 baro. Ta shi chu bu de विवादास्पद ruwa re da विषयहरू ma देखा ruwa पर्यो re sa. Tendegi ta zoba shung. त्यही कारणले यो Ten चाहिँ अब zoba chungwa स्वीकार tela गर्नु den shene. योग्य Ane छ कि छैन yangwa भन्ने jene कुरा ya. चाहिँ भएको छ Tada यस da समस्याको jo ba bigya. समाधानको लागि Zom ni अनि kudu chebar ba. वैशालीमा Kadu cheba शास्त्रीय re de ina पाठकहरूका परिषद kama tela ya ndum bete अनि gyab tu बुद्ध ya maras. धर्मको सङ्कलन गर्ने अब Zoba bete hiwa che tu पहिलो ya अब maras. परिषद बैठक बस्यो Ten zoba आयोजना hiwa che गरियो mutu che che. अनि Ane त्यो बेला धेरै ka gindu gi de 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 विवाद tumbu विवाद आयो ni त्यसलाई so che समाधान गर्न maras. नसकेर Tumbu ni अनि so त्यस cha परिषदले che. पनि Ane उत्पन्न भएको nujo be di मतभेदलाई पूर्ण रूपमा समाधान गर्न ta सकेन gindu gi de sa. अन्ततः Ta ta सङ्घ दुई sha shong पक्षमा ki gindu विभाजित gi de भयो sa so chi. Ni so त्यसमा के che आयो त भन्दा maras. पहिलो पश्चिमी पक्ष आयो Nujo ba de zo kande jire slabina. जसले De so परम्परागत ni she ye रूढिवादी de chi. दृष्टिकोण Su अप्नाउँदै gyun ya प्राचीन ni she परम्परा ye de अनुसार che निकायका Nguma शिक्षाहरू khare chedi ge शपथहरू bina chi यथावत duwe che पालना ge so khare गर्नुपर्छ भन्ने ye मत bina thaga na राख्ने shin गरे chen ba drogo दोस्रो res पूर्वी पक्ष muzu ge de जसले so ba अपेक्षाकृत ti zui उदार cho दृष्टिकोण de ya अप्नाउँदै ane nu sho समय ba gindu ge स्थान de र sa परिस्थिति sla ba res अनुसार केही शिक्षा पदहरू sha स्वीकार वा shong ge gindu ge परित्याग de de गर्न so de so सकिन्छ भन्ने uyang bu ya धारणा sam प्रस्तुत bu गर्ने uyang bu गरे ya che ta khu zo kar la war sana kap dan tu la त्यसैले du ni ane duwe अनि che rim अब de so le ina ya पूर्वी be पक्षमा हेर्ने ka so बुझी lang dor che gu भिक्षुहरूले be के हो त भन्दाखेरि ta सङ्घहरूले चाहिँ tu zui de du ni परिस्थिति yuwa समय tang du अनुसार re ma do de परिवर्तन ma res che गरेर che la जानुपर्छ nge ji बुद्धको कालमा जस्तो थियो त्यो त yorba हुँदैन नि त बुद्धको shashong कालमा gindu हामी de shiri समकालीनमा khaza हामी kab de कुराहरू थिए san tan to na अहिले tama tama हाम्रो tama काल हो ane त्यही कारणले tende यसलाई be shashong समय gindu अनुसार de देश san hlo jo परिस्थिति kasa अनुसार nujo अनि gindu de परिवर्तन ni su गर्नुपर्दछ kebe भनेर चाहिँ नि पश्चिमी र ina पूर्वी पक्षको सङ्घहरू chun यसरी de le दुई ya प्रकारमा gindu de यो chon yi विभाजन su हुन ke पुगेको ya थियो de zawe de ba kheba lang ngun zingi yin da ngun zingi min slab ina
진짜 지금 주어질 램비나 다 될래야 랭겨 다면 자 니요 अब यसमा दुई प्रकारको कुराहरू आएको छ यो विभाजित हुनुको कारण चाहिँ दुई प्रकारको सङ्घ भयो नि त यो चाहिँ के हो त भन्दाखेरि कसरी भएको थियो भन्दाखेरि यो दुई 당보다 가라서나 प्रकारको रहेको छ 루규 난데 숨규 아 루규 나에서도 뱀들 अहिले चाहिँ के हो त 다가 भन्दाखेरि 된다 अब 바르마다 दक्षिणी परम्परा 야와 अनुसार 상모디는 बताउने कुरा 유로로바 रहेछ 내려내 받았어 루규 난데 그 숨규리야 다 프랑 दक्षिणी 숨규도 र 좀 되래 उत्तरी 프랑 बौद्ध 숨규도 좀 परम्परा रहेको छ 유에 냠리 अब दक्षिणी 루규 परम्परा 발라데네 अनुसार 냠네 पाराले 루규 सङ्घ 발라데세네 विभाजनको मुख्य 에네다 कारण विनयको 자베 देवा पालना खेबरे सम्बन्धी सुगोरबा मतभेद थियो 어라드네 루규 난데 그 숨규인데야 급디도 양바체래야 뉴팀 거래야 저바 총회 왕기 안 자베 देवा त्यसैले खेबरे जावे देवा खेसेने नेदेबे देवा अनि न यो वैशाली सिद्ध लगायतका देश विभिन्न अब यो 10 वटा 세상 विनय 루규 난데 वस्तुप्रति 숨규네 अब 급디도 यो 셔누기 विनयको 긴두기 कारणले 인지지라게 गर्दाखेरि 아니 자베 देवा खेबे 문지 지겨 त्यसैले 이나 정규 난데 그 숨규리야 아 문지 दक्षिणी 지겨 परम्परा प्रारम्भिक सङ्घ 정규 난데 조 विभाजनको मुख्य कारण 루규 विनयको 뉴주 पालना 모티발라 सम्बन्धी ते는 मतभेद 자베 थियो देवा खेबरे त्यसले गर्दा से 10 숨규 어봐 다 विधवा 텔레벤션에 विवादस्पद 양바체래야 10 뉴팀 वस्तुलाई 거라 저바 लिएर उत्पन्न 총리 भएको असहमतिको 딘두 कारण 데니즈 सङ्घमा 개발했어. पहिलो ठुलो विभाजन हुन 딘두 पुग्यो 데니즈 त्यस 개발해야 돼. विभाजनबाट 이내야 सँग 다티 दुई 통만은 प्रमुख 개발로 समूहको 지금 विभाजन भयो 샤고로 막 딘두 데니즈 개발 참으래 막 अब 또베 저 झ्याङ्ग्यु 대바 नामदेन भनिन्छ 개발했어. उत्तरी अब 자베 परम्परा 대바 अनुसार 개 어마티 거두 मैले 개발했어. के हो त अब 라비나 समय अनुसार सर्नु 통계를 पर्दछ 매도 पहिला 개발했어. जस्तो त्यस्तै राख्नु पर्दैन भन्ने कुरा चाहिँ हो कुसुमा पुरा 통계를 매도 개발해야 돼. 가라서나. त्यसैले 가다 उत्तरी परम्पराको विवरण 비름데레 पाटली पुत्र विवरण अनुसार सपन्नस लगुयो विजामत बिहार खण्ड सिद्धान्त सम्बन्धी 통계를 मतभेदका कारण भएको देवाद्रवा भन्ने मत छ गेसन वैशालीमा विनय ताता सम्बन्धी तेरे बिहार विवादका को कारण 통계 भएको देवाती अनि या विजनलाई इन सम्स पाटली चाहिँ पुत्र मुख्य वा लगुयो मूल देव देव विभाजन गुने मानिँदैन ज्ञानर पुई ठोङ वास्तविक सम्दवा मूल या विभाजनपछि सम्स पाटलिपुत्र वा कुसुम्बर अर्थात् कुसुम्बर केवंगाम्युगी भन्ने यो संगु पाटनामा पर्दछ गले अहिले पटना कुसुमा पुर बिहारभित्र पुरस अनि लगुयो सिद्धान्त सम्बन्धी गगन विवाद देविना 통계를 매도 कारण 개발했어 मात्र भएको थियो 세상 다다 통계를 매도 개발될래야 따외 꼴래야 저바 총세 대 त्यही कारणले 총대로 यो 대전에 सिने एउटा जावे मेथोक देवा गेपा भनिन्छ खेबरेस कुसुमा पुरा निङेले जावे देवा त्यहाँ चाहिँ के खेबरेस हो त भन्दाखेरि अब जावे त्योभन्दा देवा अगाडि खेसति तदा आएको पार्नले या निकायहरू तावे जब छुङसे विभाजित तेले भएको देने थिएन जावे देवा तर खेबरेस जब सेसा काला ढोङ्खेर दिने एउटा निजु मिन्दो ठाउँ नि हो नगरमा चाहिँ जुन कुसुमापुर त्यहाँ पुगेर अब विभिन्न अब विवाद मचिन ता पुग्यो तेले त्यहाँदेखि के चाहिँ ता निकायहरू निजु विभाजित मिरो नि हुन हो पुग्यो ने भन्ने दवा चाहिँ देखिएको छ 대 루규 나는데 송다지 정규 나는데 송다지 니 हो ने 이내 다 dinsa 다 수된바레서야지 다 त्यसैले 니가로 댄스 마르바 나 अब कुन चाहिँ 수된바레서 सत्यता हो त 다 텔레야 din상기 दक्षिणी दक्षिणको 템보세기 परम्परालाई 강남 बेग्लै 거지 बताउँछ 루규 उत्तरको 나는데 परम्पराले बेग्लै बताउँछ कुन चाहिँ सत्यता हो 뉴주체죠 भन्दाखेरि 루규 나는데 뉴주들 미dü체 제연두사는 갈라 다티 दक्षिणी 가르차로 दिशाको 거르잖아 परम्परालाई चाहिँ सबैले अब 자외 대바 개야데 मान्ने गर्दो रहेछ 뉴tim기 저바 지금 토두에서 त्यसैले 여러봐 यद्यपि 디그 अधिकांश 뉴주들이야 समकालीन 격시 अनुसन्धानकर्ताहरू 격체죠 दक्षिणी 그래이나 थेरावाद बौद्ध 자외 대바 परम्पराको 개야데 मतसँग धेरै 뉴tim기 हदसम्म 저발라 सहमत छन् त्यसअनुसार 토두에버렸어야 यदि 될래야 आने समकालीन 잠교슈샤 अनुसन्धानकर्ताहरूले 제고하고 김생 बिचको 가려스랍니다 विभाजनको मूल 나 कारण के हो त 잠교슈 विनय 제고하고 भिक्षु 잠교슈샤 अनुशासन 제고 सम्बन्धी 김생 विवाद हो 가려스랍니다 근데 भन्ने 김생 मान्नुका 가시죠 मुख्यहरू प्रस्तुत गर्ने कुरा हो यसमा केही अर्थहरू जोडिएका छन् 당보디 जस्तै 긴둥기 이해한다 저거지 पहिला के हो छ 긴둥기 이해 사텔야 विनयमा निर्धारित 땡이야 아니 सीमा 뉘에 अनुसार 젠삼 세버요 다 सङ्घभेद रहेछ 당보 गिन्दुकी ऐन भन्ने 다 सङ्घभेद 대바 भनिन्छ 대바 소소를 개알라 다부 뭐든 뭐지 용고 뭐든 뭐 제제 긴둥 대직 나로 निकाय 내버 제제 विभाजित हुनुको लागि 긴둥 के हो त 대도 पहिला 카 소소 सङ्घहरू नमिल्नु पर्ने हुन्छ नि 찬 त 라지 tum부 톤 라지 인구 얼마 대 एउटा 인두산다 सङ्घ 긴둥기 नमिल्नु परेको 이해다 हुन्छ 컨트롤 त्यसैले जो니 얼마 딱 긴둥기 이해서 하고 뉘에 나로 긴둥기 니데시나 긴둥기 이해 처이 जस्तो कि 니데시나 긴둥기 이해 처면서 근데 뉘에 젠섬 세버요 पेशासाबिन दुए नालोलया 참직 나로래야 핀수 미팅 버세 सङ्घभेद 미팅 भएको वा 거르바 नभएको स्पष्ट 소송 रूपमा 달래도 타대 세비나 परिभाषित गरेको अनि छ गिन्दु एउटै ये सीमाभित्र छरे सा परिस्थिति दिले सुहाज yorba असहमतिका 드레이드사네 कारण gindu औसत gi ya sha अर्थात् zo ji du कर्म chim dan jaba ya chi ma da be ge
तावा द थुप्ता मिट्यो अर्थात् बसामसिगे अन्य अनि सङ्घ कर्महरू पछि अलग अलग रूपमा कोदुको सम्पन्न यावरस गरिन थालेमा तेला त्यसलाई तेने सङ्घभेद भनिन्छ अनि केवल ता दृष्टिकोण र खसुरे सिद्धान्तमा भएको जावे देवा मात्र क्याथे मतलाई सङ्घभेद तेन्ते भनिँदैन दुजिम तान जबछि कोदो साची जुमसेजी त्यही ते कारणले सङ्घ विनयसँग सम्बन्धित भएको ता हुनुपर्दछ तेने भन्नु देवा साथे निकाय साथी देवा सा केदु जिदा यागा गेल अब यो निकाय सा उजुरवा निकाय भनिन्छ ता निकाय साथे चो दुमक्युन्दा जब ये देवछि वा अब वा निकाय तो भने के के होला यो छुट्टा मिन्डो वाला खुया मिस शील दुमक्यु मिन्डो वाला परम्परासँग खुया मातो छुट्टा मिन्डो सम्बन्धित वाला रहेको कुरा खुया छ मिस त्यो चाहिँ विभिन्न ते गारे सिद्धान्त सना रब्दो बेग्ला छुबे बेग्लै वा बुझिँदैन देवसु कुंदो रेस के निकाय खना भन्ने कुरा देवसु कुंदो मुख्यतः रेस शील के थिएन परम्परा जो प्रतिमोक्ष खरांग वंश सथर की पवदी परम्परासँग सम्बन्धित हुन्छ देवसु जांगसे सिद्धान्तगत वा समावेश देवसु मतभेदसँग लुरे होइन डेल्टा हो रेस कुनै कुनै भिक्षु कुन निकायसँग सम्बन्धित छ भन्ने कुरा माधव मुख्यतः ख ग्रहण तावाल ताया गरेको मरस प्रतिमोक्ष खुत्तरु शीलको डेल्टा परम्परा मरस कुन निकाय हो पेशा भन्नेमा निर्भर शाबिना गर्दछ तदा जस्तै कि थाङ xuanzang ह्यानजाङ की लमी ताङ थाङ ताना हे थाङ छेन्साङको की हबे थ्यान त्यो थाबे की लमी ता ज्यागा भ्रमण फेबे कबिया वृन्दावनमा चिसाबे के लमी लेखेको छ योरबा भन्दाखेरि थिसु नारो त्योभित्र खारसो योरसना कब दिदु खनाजो ज्यागाले फेबे कबिया ज्यागाले या त्यो बेलामा गोबा उहाँ माम्बे नालोले ठीक पछि जु अनि गरबे भारतमा छोदिस पाल्नुभयो समान उहाँ न्याम दो दे दे म बतिन्जे म भारतमा मातो के जाँदाखेरि माम्बे धेरै दे दे बिहारमा महायान र कब हिनायान दिदु दुवै गोबा परम्परा खासे भिक्षुहरू जी सँगै थिमे बसोबास राई गरेको देंगे उल्लेख गोबा गरिएको छ खासे तिदे दुआ यहाँ खासे थिबो छेम्बो राई देंगे तिदे गोबा तिदे दु यहाँ खासे थिबो छेम्बो थिबो चुनजुगे त्यसैले निगा कुनै अब न्यामदो महायान दे कुनै दे अब गोबा थेरवाद जिगा कुनै अब न्यामदो दे सँगै दे मिसिएर तिदे बसेको यस्तो धेरै 제가 다 티고 치죠 देख्नुभएको छ उहाँले 게르르 중앙에서 공부지가 나는 냠도 대 인도산에 다 त्यसैले 좋디 코란 냠도 यसले 대 देखाउँछ 초야디 कि 코란 जबसम्म 주기 उनीहरूले एउटै सङ्घ 대가 कर्म र 첨부 첨부 न्याय 체 विधि 되와 पालना गर्छ 루어지 그 토한 레버 तबसम्म 첨부 उनी 첨부 एउटै 체 सङ्घमा 인도산 सँगै बस्न 냠도 सक्थे 대 초 냠도 त्यसैले 대 토 केवल सिद्धान्त 이나야 गत 따외 차네 제베 मतभेद मात्र 티버 हुनु 첨부 सङ्घभेद वा 초 सङ्घ 더 उपयोजन 만라 भएको 차네 कुरो पनि मानिँदैन 따외 차네 त्यसैले 만라 레디 सिद्धान्त कुरा होइन 이나야 하나 꼴 सिलमा 레디 숭섬 레디 주 차네 सिलमा 티메 인도산 परम्परालाई 공부지가 चाहिँ के 나는 हो त 냠도 대 अनि 토거레스 मतभेद तेला भएको 대 कारणले छेने तावे यो थने अनि निकायहरू विभाजन हुनुको कारण चाहिँ त्यो रहेछ देवसु के भरेछ सिद्धान्त खाजी दर्शनमा पुगले आफ्नै कुरा हुन्छ त्यो कुरा खासु मुख्य देवजिरे यसले माथि चासो कालसु दोस लिँदैन त्यस्तो जस्तो मलाई लाग्छ ता तने जुनसेची करसम शेगो अर्सना ता गिन्डु कि दे साचा मिन्ड्रा वाला जाके छुमतेला अर्को देन के हो छेने त सङ्घको अनि निकाय गो चाहिँ युसु द तुमसा गिन्डु दिके भरेस विभिन्न ते क्षेत्रहरूमा गारे रेसला बे अर्सना फैलिँदै जाँदा सांगे देवते विनय अनि स्थानीय ज्यागा परम्परा र युने खली चलन गरे अनुसार ज्यागा अनुकूलित के हुँदै सासो गयो खासा काले या ख्याबे छुमे कबलिया बुद्धको शिक्षा अनि भारतका विभिन्न क्षेत्रमा फैलिँदै 롱거 जाँदा 수수기 지금 넘시리 다는 अनि 유수 एउटा 곰시라 जलवायु 저 त्यसो मेरो वातावरण हिन्दुस्तान त्यसोले स्थानीय ट्युन संस्कृति र छेने अनि दुवे नालो आचार फागा व्यवहारको से जोरबा प्रभावका ओ कारण फागा से विनयमा आती कोले तन अन्नप्रति अर्थात् फागा रोष छेगुरे से आके नभएको जोरबा ता अर्थात् फागा छेगुरे से आके से तेल्या के हो त ता अब अलिकता मिस सोसोले कोले ठुला ता हिस्सामा मिरा याबे लिनुपर्दछ हिन्दुस्तान भन्ने कुरा छ ठीक त्यसलाई के भयङ छे भनिन्छ रिम्बे अनापति छितो भनिन्छ अनि साजा मिन्डो अनापतिको या जी हिसाबमा कुजुजी हामीले दान लिनुपर्छ सुजुकी भन्ने कुरामा फागा चाहिँ से धेरै मिन्डो मतभेद याबे नमिल्नुको कारणले गर्दाखेरि विचार नमिल्नुको कारणले ता गर्दाखेरि ठीक वांगे है यही कारणले खली खली मुख्य यो एउटा ठीक लुक्सुर कारण बचा यो छे है तुम ह्यूमन राय होंदिया तुम सिलको ह्यू या परम्पराहरू रांगा सुबा ता ह्यूमन विनयको राय होंदिया परम्पराहरू अनि तिदे योंदी हरस आफ्नै परम्परा अनुसार चलेकोले ठीक हुन सन तेने विभिन्न ता भिन्नता गिन्डु भएको किसिमजु कारणले गुंगो गर्दाखेरि यो छिके देवा कुनै केबे सङ्घहरूको जवाती दलहरू दुजिम के फुटानी जवाल थोदो अर्थात् मादो विभाजित लेके भएको हो कि भने जस्तो मलाई अरे तावे लाग्छ जवाल थोमिन्दोस त्यसै कारणले यो सिद्धान्त ता वाना दर्शनकोमा मुख्य सिमजु बति जुगे विवाद भएको तदा होइन रहेछ तावे के जवाब सिल तावे जब विनयको सादा ता जो परम्परामा विभाजित तावे भएको जब रहेछ खरेस लाबिना जो दि गेनो ला सिमबु सिंगा अब त्यसो गरी अब साने हो वा यदि गेनो ला साथै सिमबु ता सिंगा अधिकांश तावा मा से समकालीन विद्वानहरूले तेला तेन महादेवका छेने 5 मिति बुँदाहरू नै जब छिउ छुने विभाजनको अनि कारण गेनो सुजु बने के सुने भन्नेलाई वा मतलाई स्वीकार तेला गर्दैनन् तादु कि सिमजु बथि जुगे दुजिम उनीहरूले कि लुक्सुबा विभाजन थेला तेने विनय अनि सम्बन्धी चावे देबे विवादका कारण केबारे छे भएको छे हो तेला भने ग्याब्यो छे छे स्वीकार ता गर्नुको सिम्बु कि कारण सिंगाला धेरै तेन रहेको छ चावे देबे केबारे सा तेला ग्याब्यो मिसे या वा त्यही कारणले ठीक ग्याब्यो मिसे या विनयको तेला ग्याब्यो परम्परा विभिन्न मिसे या गिमसेन विभिन्न खारले भएकोले योरस अनि लाबिना ते आजि यो सुना निकाय समझते छुट्टिनु हुनु भएको हो यो देव थाम्बोदे देव गिमजेन गिमते महादेवको खारले 5 सुबिना बुँदाहरू अनि भएको कारणले गर्दा निकाय छुटेको होइन भन्ने कुरा देवे चाहिँ छुलुङ त्यसमा छु धेरै कोदोले मान्छेको रायमा देवा चाहिँ सादिमरे मिलेको रहेछ जस्तो कि अरू के रहेछ नम्बर 1 मा सम्प्रदायगत पक्षपात र ऐतिहासिक प्रमाण बीचको
다 대배 출롱 Taban 사례 gat 하천뷰기 개롱 하천뷰 거데다가 너니니 망부 मैले 쉬스라와 मा भिक्षु महादेवको विषयमा गत साल मैले बताइसकेँ कस्तो स्वभावको भिक्षु हुनुहुन्थ्यो उहाँले लिनुभएको यो पाँचवटा बुँदाहरू के रहेछ 개롱 하천뷰기 싱아 거데 탐제 유엔내기 아니 슝 제라도 시아바 첨보다 다나시 슝루 제라게 콜로라서 근데 딱 너나 탐제 유엔내기 원베데 अब 네도 महादेव 이제 디스 나로래 भिक्षु 두요 महादेवले 두베게 बताउनु भएको यो पाँच बुँदाहरू चाहिँ 탈진 대회기 뉘웨기 यो 슈 나로래 ग्रन्थहरूमा धेरैमा 개롱 लेखिएको छ 하천뷰 싱에 거데 अभिधर्म ग्रन्थभित्र त्यसै 세게 गरी अब सर्वस्तिवाद विशेष अब भाषिक 대규 भित्र 지지지 ग्रन्थभित्र लेखिएको 금전지기대 छ 탐제 유엔내기 이제 됐어라 त्यहाँदेखि 고라즈 अब 대회기 따위 신 भनौँ न 숙청부지 되었어 भाषिका समय भेदो 탐제 유엔나 뭐 고라마 चनक 빈생이지 되게 चक्रबाट जुन अभिधर्म 니신 पिताको 되었어 समावेश गरिएका ग्रन्थहरू हुन् ती ग्रन्थमा 다나시 आफूले 탐제 유엔나 सम्प्रदायको स्पष्ट 능이베 पक्षपात देखिन्छ 내덴비 대회 추윤 सर्वसेवा 징겐 सम्प्रदायहरूले 조디 आफूलाई 임버 स्था स्था 조디 स्थविरवादको 임버 परम्परा 내덴 대회 पनि दाबी 김지 गर्दै 영한로부터 सङ्घको कोइनि사 प्रारम्भिक 다 विभाजनको मुख्य 된대지기 कारक 고라 महादेवी पाँच 가서다 बुँदा नै थिए भन्ने 된대지기 कुरामा 랑초로 जोड 된대지 दिएको 말았어 पनि थियो 다나시 탐제 유엔나디 त्यो सर्वश्रेष्ठ 자자베 कुरा 공부할래 야베 초도 그런 게지기 된대게 단도나 수균의 인생이 되বে 된대게 대바 차대요 그래서 त्यही 된대게 कारणले 대바 차 गर्दाखेरि यो 차베 अब 인도사래 सर्वसेवादहरूले चाहिँ 치수 अब 폐진 대회가 भिक्षु 나로래야 महादेवको पाँचवटा 아니 एउटा 자주한베기 공부하세야데 मुख्य 아니 बुँदाले नै 차도도 यो 버리게 निकायहरू विभाजित 아니 हुन पुगेको हो भनेर सर्वस्तिवादहरू चाहिँ यसरी 공부하셔도 अब दाबी 말레시아지 गर्दछ 된대기 떠준 징겐기 त्यसै कारणले 되겠다 यो विनय सम्बन्धी सङ्घीय 하신 싱하라서 प्रक्रियासँग 된대기 प्रक्रियासँग मेल 어쩌바지 खाँदैन 중앙에서 어디 쩌바지 중어디 아니 अर्को के रह्यो 탐제 유엔나 प्रारम्भ 대저 가르치 सङ्घभित्र 지켜버렸어 भिक्षुहरूका 어다 बीच 디 쩌바디 सिद्धान्तसम्म 아니 긴준 सिद्धान्त 데 सम्बन्धित 통마르 아니 मतभेदहरू जस्तै 도시 동계 사람들아 अर्हत 다 नै 자외 대바 अन्तिम 개바 फल हो 소니 होइन भन्ने विषयमा थिए 초대 तर 얘네 उनीहरू 다다 सबैले एउटै 하신 विनय अनुसार 싱하게 आचरण गर्छन् 레 제제 우주 얌네 아니 अनि 우주 उनीहरूका लागि एउटै 대시에서 그래 सीमाभित्र 마도베게 पोषक सोझौँ भनौँ न 아니 एउटा पोषक सङ्घर्ष गर्न सम्पन्न गर्न 뭐 मिल्थ्यो 이주 उनीहरू 좋아래 대다다 대결 विनयका 됐어 नियम र प्रक्रियाका कारण विभाजित भएका थिएनन् त्यसैले केवल सिद्धान्तगत 다들 니버디 मतभेद 얘네 कारणसँग 딘딘비 विभाजित भएको 딘주고 थिएनन् 노다나 미팅 갔어 बरु निकायका नियमहरू जस्तै 다디시 वस्तु सम्बन्धी मतभेद मात्र 정규나 पनि 내시아바 सङ्घलाई 되지 एकसाथ 제제 रहन 자외 대바 सम्भव 개야디 बनाउन पर्याप्त थियो 게롱화신 뮤기 यसकारण तावाङाल देने समुदायहरूको विभाजन कोमरेसलाबिना हुनुको मुख्य ती कारण गिन्युम्बी विनय गिन्जे सम्बन्धी दवा थुमा नियमहरूमा दुस भएको ते असहमति थियो भन्ने कारणेसलाबिना कुरामा अझ बलियो ऐतिहासिक प्रमाण पाइन्छ गेलो नामला या 지 되면 나den게 최라야 떠주 그 랑초 미라와 용초를 त्यसैले 이나야 떠주 랑초 महादेवका 미라와 पाँच 가서 बुँदाहरू 예베이나 वास्तवमा 안 मात्र 탐제기지 देखा परेका थिए 듀에 지야바 총벌 지기네 제네 아니 튠부 체제네 듀에기 럽진리아 미튠버 매버 체제 아니 참 미튠버 매버 체제 예베이나 아니 참지기 त्यसैले 나로야 냠도지 भनौँ न 아 렌지기 अ, 소송 제초하다 레기 초가 제초하다 보지 यो 랑디 요레스 जसोसुकै भिक्षु भए तापनि 디데 त्यो 인두사네 सोझौँ सोभ तावा मान्छे मिल्छ यो हेबैना पोषण गर्ने दुजुमले क्रममा दुजुकी अब छाले एउटै भित्र अब अनि कोरा बस्नु मिल्थ्यो खर्सुले नियम सुबुकी एउटै रहेको रहेछ नि त छिमदेले जिगुरु सुन देबैना अनि त्यही खा कारणले सुसु छायो मारस यो दा नियमले दुजुमको पालना थने गरेको खा भए सुसु दुईटा छाले बेला सङ्घहरू विभाजित नपर्थ्यो होला नि रोमै बिसिचु दबु दा तिनले तेन्सेने अनि खर्सुले त्यसैले दुजुमको थने खा सुसु छा योग्यता खा नभएका 10 तिस खा सुसु वस्तुहरूलाई अब छाबैना स्वीकार अनि गरेको गिन्युको कारणले लेन्जिले ने गर्दाखेरि मिथुबर अनि कोही तिनले अब खा छादियो कोन यो दुए उपसद छिमको गर्ने खरा नले तिनले बेले खर्सु दुजुमले सोझौँ 젠삼을 पोषण गर्ने 두주미디 क्रममा अनि कोही 용미나 아니 그 आउने 퉁구 말어 कोही आए 뉘웨게 कोही 제발 नआए 퉁구 किन भन्दाखेरि त्यसमा अब विभिन्न 근데 कहिले 그 10 वस्तुलाई 디근선을 स्वीकार 때는 गरे कसैले 대바 गरेन 케베기 त्यो कारणले 겐자다 गर्दाखेरि अब 조디 뉴침 यो निकाय 퉁모디 विभाजित हुनुको कारण चाहिँ यहाँ 뉴침을 पुगेको 퉁모디 रहेछ भन्ने कुरा 델리 पनि अलिकति 텔라데니 जोडिन्छ 용구도 마더베게 아니 떠주를 퉁모디 사 디토네 त्यसैले 샤베데 यो 디오스 सिद्धान्तमा 디소 विभिन्न मतभेद भएको कारण नभएर 다데네 यो शीलको परम्परामा मुख्य भाव विभाजित हुनुको कारण चाहिँ निकायहरू विभाजित हुनुको कारण 신강무에서 좀 शीलको 뒤주 परम्परामा भएको 치부인 바사드레 कारणले 다디다 गर्दाखेरि हो 디 भन्ने चाहिँ बताइन्छ 디다 하기 공도 쉬하기 김세 장보디 인제봐요 가래서는 अब शील भनौँ 싱아 न 개롱화 신비기 따왕아스야디 महादेवका पाँच 주야 बुँदाहरू वास्तवमा 뒤주이지 पछि 뭐라 मात्र देखा परेको 디 थियो त्यो 뒤주디 치즈 충대가 차대요 그래서 त्यो चाहिँ 배 पहिला देखा परेको 탈진비 थिएन 대바 पछि देखा परेको 슈이 हो 차바치와 근데 자외 대바 니수 개차바치
내내베 그지 대바다 두요라 된 니카야로 중사도 비바지도 바이사게 대 중사도 바이사게라고 칸도 발라요 와세베기 아니 पांच 폐제베 대바 महादेव 코랑게 भिक्षु 능글레 महादेव का पांच तरह बुद्धाहरू पछि 아니 देखा परेको रहेछ 상계라 초든 지버지다 자좀발 멤버 따 멤버 따 त्यसैले 된대기 अनि बुद्धलाई चाहिँ उत्कृष्ट रूपमा हेर्ने 쇼시라다 अरहतलाई चाहिँ 된대기 अब तल्लो तहमा हेर्ने यस्तो अब 떠들어버지 यस्तो 피게 쇼챔버지 말이야 दर्शनहरू एकदम प्रभावमा आयो 피쇼챔버지 버텔 बलियो भएर 대제네 다다 आयो 시행의 떠들지 급 뒤뒤 중대베 그 अनि 떠들지 차대요 त्यस्तो भएको कारणले गर्दाखेरि बल्ल 되게 त्यहाँ त्यो 인류산에 त्यो बेलामा चाहिँ 자외 नि 대바이니부 통마 पाँच 개비 겐자 बुढाहरू चाहिँ अब 샤르 देखा 드 परेको 말했어 자외 대바 개한테 ngre스 त्यही कारणले यो 아니 अ, 다다디 भिक्षु महादेवको पाँच 싱아 बुढाहरू चाहिँ 따왕아 중아데 अनि 규지 निकाय 치수 विभाजन 중보네 हुनुको मुख्य 되게 कारण 인류산에 हामीलाई 치수 निकाय भन्दा 중보데 निकाय भई निकाय चाहिँ ngarte विभाजन 자외 भइसकेर 대바 आएको रहेछ 개비 नि 겐자ले त्यो कारणले 야기시 निकायहरू विभाजित 능르고 भएको होइन 말해서 रहेछ 나다 त्यसैले यो विभिन्न शिलामा 라사 शिलको 다들 परम्परा व्यक्त 인류산 भएकोले 딩규사 अनि 되네 यो ताका शुवाची विभाजित भएको 겐자한테 हो यो पाँच बुँदा 자외 대바 개비 भएको 겐자 कारणले गर्दाखेरि अब मुख्य अब 어떠지 निकायहरू विभाजित भएको होइन भनेर चाहिँ बुझ्न सक्छौँ 시다미라고 조회사한테 지내서 अनि यस्तै अब 다와나 지 बताउने यस्तो कुरा रहेको छ 다샤바야 제유기 अब 이정을 주시하이 다와나 지 अब 대바 के छ भने 기술이야 सम्प्रदायहरूको 콩딩기 विभाजन 이적 सम्बन्धी 가르쳐들어 प्रामाणिक 디슈비나 ग्रन्थहरू के छन् त 신규난댕기 बताउन 이적 चाहन्दैछु 소대 가르쳐야 돼요 알았잖아 जस्तै कि उत्तरी परम्परामा 코라 यसको प्रमुख स्रोत 탐지 सर्वशिवा 예버만 र 줌바 आचार्य 이시 वसुमित्र 이기시 द्वारा 제베기 रचित समय 위 भेद 와수미트리아 उपचार उप उपरचना 와수미트리아 चक्र भनिन्छ 와수미트리아 제샤베게 슈누그 यसको कुराहरू 시라고 चाहिँ यहाँ लेखिएको 귤로 छ यहाँ 차리 다 탐지 मुख्य निकायहरू 딩규 난댕기 대바 기술 विभाजनको 꼴이야베 이제 यसको 개시슈디 लेखकहरू कहाँ छ त ग्रन्थहरू 슈누시라고 콜로 대차리 कहाँ छ के हो भन्दाखेरि उत्तरी परम्परा 다 भित्र 슈누시라고 콜로 텔레야 सर्वशिवा अर्थात् 야나 आचार्य के리야 वसुमित्रले लेखिएको 되네 समय भेद 슈누시라고 콜로 텔 유르민라 숨 रचना चक्रभित्र रहेछ 유르민라 숨여베 인두산에 तीन प्रकारको अनुवाद रहेछ 유르민라 숨보디 펜주찌기 찌글바 시두르체 यो तीन प्रकारको अनुवाद चाहिँ अब एने को जाँच खोज तलास गर्दाखेरि यसमा कोरा युर्मिन्डो धेरै कुरा आएको छ जिसी समय भेद उप रचना चक्र र चिनियाका दाशाबे युर्मिन्डो तीनवटा सुबुद खर भिन्न भिन्न अनुवादहरू उपलब्ध छन् तिनीहरूलाई आपसमा तुलना गर्न सकिने भएकाले ती अनुसन्धानका लागि अत्यन्तै मूल्य 나올라 슈누시라고 콜로디 유르직 마도요 말봐 이나 자게 나 भोटमा चाहिँ एउटा भन्दा छैन अब 다대야 चिनमा चाहिँ 하슈디 अब दुईटा 가르쳐 रहेको छ 대바쪽이 댄주야 자게 나로 18 सबसे पहिलो अनुवाद चाहिँ के थियो त भन्दाखेरि 방부지기 해봤지 देवचोग्य भनिन्छ 18 बौद्ध सम्प्रदाय सम्बन्धी ग्रन्थ 징계라고 यसमा एक खण्ड रहेको छ खसिकल 다 이나 यो चाहिँ के भन्दा यसको अनुवाद उत्तर छिन वंश 5औं शताब्दीमा प्रारम्भ भएको थियो अनुवादको नाम अज्ञात भनेर राखिएको छ 유민로 순간 나로 유릉아 쉬었지 나한테 त्यो 이제나 답 대버지다 밥차고 यसको भित्री कुराहरू पनि एकदम सजिलोसँग बुझ्न सक्छ निबति अनि देवा था देबज बे डेन्जरस 5औं शताब्दीमा तेल भाबुची छिन वंशमा अनुवाद गरेको थियो 팅게라고 그걸로야 중베게 लजावाल 양다 अब दोस्रो रहेको छ दोस्रो के हो त भन्दाखेरि चेन वंशका आचार्य परमार्थद्वारा अनुदित इस्वी 6औं शताब्दी मध्यकाल यसमा मुख्य माध्यमिक मिडल वे भनिन्छ माध्यमिक महासम्बन्धी कुराहरू चाहिँ महासम्प्रदायको दृष्टिकोणको प्रस्तुत गरिएको छ युर्देदा 아주 베게 돌려야 조지에다 나솔로서 추림 계획 유르샤베게 로벨 닌덴제게 यो अनुवाद र त्यस्तै गरी तथा महासमितिया सम्प्रदायको दृष्टिकोण प्रयोग गरेको छ त्यसै गरी आचार्य भाबिया निकाय भेद विभङ्ग व्याख्यानको तिब्बती अनुवादसँग मेल खान्छ जसलाई अतिश अक्षोलोचवा छुल्दिम ग्याचोले अनुवाद गरेको थियो 다티 가르 슈비나디 에네 탕기 로자 탕기를 걸로야 중대회가 로자 त्यसै गरी अब हेबा थादेवी सुङ्गितेन छु भनिन्छ विभिन्न निकायका ग्रन्थ शास्त्र भनेको छ त्यो चाहिँ अब ताङ वंशको वेन्साङद्वारा ईस्वी 600 सन् ईस्वी सम्बत 612 मा अनुवाद
अनुवादित गरिसकेको थियो 다 त्यो सर्वसेवा 평균이야 सम्प्रदायको 템방아다르 प्रमाणित ग्रन्थ 어제 हो र यसको 템방아다르기 그 인사 यसै अब सबैभन्दा 디가베야 पूर्ण मानिन्छ 로자와 상종사기 유르샤베기 슝루체라고 अनि यस 콜로 ग्रन्थलाई प्राचीन अनुवाद कालमा 세요르바 슝루체라고 콜로 बन्दे 샤데다 다른 अंक्योङ 로베 듀알레기 तिब्बती भाषामा 제샤베기 अनि यो 슝루타데바 림브라베 콜로레 데바타데바 템부 듀바세 다 된도 다디 शीर्षकमा 로베 यो अब 듀알라기 लुङ थादे पर नम्बर जिबी खुर्लो 슝루체라고 भनेको छ 콜로니 अर्थात् 츠듀샤교지 디네르지미라 लुङदे 이나디 유릉게 수인바디 विभिन्न भनौँ न यो उहाँले यो 제가 다른 लुङ 야게기 थादे पर 콜로라 नम्बर जिबी खुर्लोमा 탕슈엔즈 अनुवाद गरेको थियो 얀장기 त्यसै 규샤바티라 गरी अब 베게 나누 बेनिता 예데베게 네 로자와 बेनिता 상종기 교회 슝룩 제라그 बेनिता 콜로 देवको 듀알레 लुङ थादे पर नम्बर 제샤베게 जिबी खुर्लोले देवा 데바타데바 थादे 템바 पर देवा 뉴바사기 भन्नेमा चाहिँ 듬부요 그래서 सँगै अत्यन्त मिल्दोजुल्दो छ यस ग्रन्थको अनुवाद नाम 다 भन्ने उल्लेख गरेको छैन 야게 나로려야 슝룩 제라그 콜로 뉴미로 수미여바 텔레 셴베게 양 अब यो भनौँ न देवे चीन नान्देला भाषामा चाहिँ जेयोगी तीनवटा इजे सिन्दा ग्रन्थहरू करे चाहिँ योरे अनुवाद इनेस गरेको छ बेग्लै बेग्लै जेबिना रहेको छ ता इजे त्यो सेन्दा बाहेकको अर्को अब निशुंग दुने ग्रन्थहरू के ताबिना छ त भन्दाखेरि अन्य केशे सम्बन्धित निरुसी ग्रन्थहरू निम्न समावेश ताम रहेका छन् यस निरुसी दुईटा नासु रहेको छ जास यसको म परिचय दिन चिगे चाहन्छु कारेस जेबिना शरीफ पहिलो के शुबेन हो त दोसा भन्दाखेरि शरीफ शुबेन दोसा आदि पहिला चाहिँ के हो गिरजां शरीरको जुक्यान परिपुष्ट सेवचे युरगे परिपुष्ट सुइसे सूत्र रहेको छ युराग तुजुदि जिन शर्मा लिउसुंग तुलि कुर्शाब रेशा उम्, थिनालोलया जो गिन्दु त्यहाँ के फिजिबे रहेछ भन्दाखेरि यस ग्रन्थमा याना अनुवादको चुसुले नाम उल्लेख गरेको छैन देगी यसको अनुवाद गर्न पूर्व काहाको थने थिन एन देवा किसु वा शेषा बतिन्जे वा छाडियो लिउसुङ राजवंशको समयमा गरेको मानिन्छ 근데 니기 슝디 탐제 유네 기 떠주 숭샤베기 슝루 제라케 콜라다 만라 돈 니나로래야 यो चाहिँ 긴디 पहिलो यो 피지베 सिउलो खुर्लोको 바디 त्यो 아니 झेरासँग चाहिँ नमिल्ने अलिकति बेग्लै 상계 रहेको 거지 रहेछ यो 담배 ჩვენ 징게 야 노마 야나지 के 주머메 바디 सूत्रमा 링리지 सम्प्रदायहरूको 레드셰 विभाजनको प्रक्रियामा 나로래야 सङ्घिक 근데 वा अर्को 인도사베 मत 야지 अनुसार 수직도 धर्मगुप्त 만라 सम्प्रदायको 되지기 दृष्टिकोणबाट वर्णन गरिएको छ 대주숭샤 सर्वस्तिवादको दृष्टिकोण 되지기 प्रस्तुत 대주 गर्ने 샤디 समय 샤얀디 अ, 계속 भेद 샤디면서 उप 다들 이거든 रचना 자베기 चक्र 슈벤 도사 भन्दा भिन्न रूपमा यस 자베기 슈벤 सूत्रले 도사 महासङ्घिक 디나로 내가 सम्प्रदाय नै बुद्धको 꾸둥 सच्चा धर्म 고웨 वास्तविक 리우사 धारका हुन् भन्ने मान्यता राख्दछ 꾸둥 고웨 त्यसैले 리우사 यस्तो 디기 सम्प्रदायहरूको पेश디 निर्वाचनबारे स्पष्ट रूपमा फरक 야나기 दृष्टिकोण प्रस्तुत 량게럽기 गर्दछ 까블 अर्को 중에게 आएको छ 야 बाबे 딘듀 झम्बल 버저사디 गेसिबिदो 야게 까블 규샤바세 मञ्जुश्री परीक्षा सूत्र 디나로라야 यसमा चाहिँ के छ 깨바시 भन्दाखेरि 유에베기 अब 슈 कुदुङ रिन्सेल गोइल्यौ 딘츠제지 अब 딘츠제데 가라산 대바 अस्तो 소수디 भनौँ न होइन 요레바 अस्तो 딘제 예데 बुद्धको 딘데 अस्तो 츠제지 बाँडिएको भाग 디 भनेको छ 츠제디 त्योभित्र अनको त्यो त्योभित्र अनुवाद गरेको रहेछ 아나조게 यो 걸 दोहोऱ्याउनुले 샤야디 츠제디 깨라첨부르 지츠그도가 त्यसमा एकदम 딘디시샤 एउटा प्रख्यात 다템 शब्द रहेछ 메인베기 제유기 연규르기 슝 यस 마모토 ग्रन्थमा परिषद 데이냐디소 सम्प्रदायहरूको 다다리 नाम 규주시라 सम्बन्धी 메베인도사 पद्य सूची 레레신도 अ, 제시슈 고아체 रहेछ 다 평규르기 이자 समावेश 가래 गरिएको छ 와레스 जसमा विभिन्न प्रमुख 제유 बौद्ध सम्प्रदायहरूको 평규르기 नाम 이자 가래 तथा 와레 तिनको 다나시 베기 विकासलाई के바츠 स्वरूपको 숭샤베다 रूपमा 가래 स्पष्ट 와레스 रूपमा प्रस्तुत गरेको छ 지제 되게 이제 TV나 디고르데서 는 제수 수도 쉬는 저도 다달라면서 अनि यसको 슈바인도 भनौँ न तिब्बती अनुवादमा उपलब्ध ग्रन्थहरू त 다 तिब्बती 되네 आचार्यहरूले दिएका व्याख्याहरूको चर्चा म छुट्टै पछि गर्नेछु बोर्डको विद्वानहरूले बताउनु भएको कुराहरू 그게 छन् 나네 अब आयो दक्षिण 다 그게 나den게 दक्षिणी परम्परा 나로래야 सम्बन्धी प्रमुख 에네 प्रमुख 대베 나데다 ग्रन्थहरू आयो फेरि am deba joge dan jebeke ta यो dindegi 18 ise निकायसँग chaisha सम्बन्धित kare भएको yor यो slabina मुख्य ग्रन्थ ta के छ त zu भन्दाखेरि sum chade doa मुख्य गरी tambu तिनवटा de रहेको छ lingten do rub satre पहिला लिङ्गदेन धिरा भनिन्छ diba दिव्य वंश diba wamsa sate पहिलो ta दिव्य dine वंश niba do rub shema sa दोस्रो maha चाहिँ wamsa se महावंश dine तेस्रो zu ग्रन्थ da चाहिँ lingten do बुद्धको da do rub shema सकृत de chade do कथा tem वस्तु niba अष्टा zungla कथा sangye अष्ट yang कथा ge ze भनिन्छ shabeke क्योंकि tamgi बुद्ध shi jeba होसको sate अनि कथा वस्तु ta त्यो चाहिँ deyang ane dinalolaya deba dan jebeke ni su dinde 거예요 인도산 대양 계속 साङ्गे याङ 차대 भनौँ न बुद्धको उसले 다들 अब लेख्नु भएको 디젤야 रहेछ यो चाहिँ कथा वस्तु 제유 이셔도 뭐를 쉬선 다 디젤야 अब 아니다 대바 쪽에 기술 거디 기술서 말 대바 쪽에 거디다 유버스스기 세단단 제네 만드시 पछि गएर मैले 된 드시 야 담은 sabje 시비나 अब व्याख्याको मुख्य 드시 विषयहरूमा म 슈단 बताउन 다들 जाँदैछु 스라비나 담보들 정규 난댕이 यसको व्याख्या 시수시 कसरी गर्ने 야 हो त 소 भन्दाखेरि 숭룩이 지라고 콜로 시전이 यसलाई चाहिँ 시제 अब
되는 로규 나데 उप 시주야 시주야 सम्प्रदायहरूमा भएको 로규 ना데 विभाजनलाई 시주데 विभिन्न 링지 दृष्टिकोणबाट व्याख्या मिलो गर्नेछु सोल्या सिजुगे पहिलो छ्याले उत्तरी छ्याछे परम्पराको ता तेरे दृष्टिकोणबाट मुख्य दिजेले समय देव जुसुगे छेन थाउता भेद हैन देव उपरचना सुसुगे छेन चक्रलाई थाउता आधार मानि व्याख्या गोर्ति गर्ने दिजेले प्रस्तुत छ्याछे गर्नेछु अनि देव सुसुले या न्याला दक्षिणी सेले लबे परम्परा खार खार याबा विवरण ओ दिव दिगोर्ति वंशलाई आधार मानि व्याख्या गर्नेछु छ्याछे एन दाने त्यसपछि के रहेछ दिजेले देव सुसुगे सिजे तरु देवसोसो तरु आफ्नो मिन्ड निकायको खारेबा ओ नाम राख्नु हो दिगो कारण छ्याछे अनि समकालीन दिजेले विवादहरू हिसाबले गरिएको खेबा अनुसन्धानका जिसु विवरणहरू बेजुएन बुझी त्यसै गरी प्रत्येक सम्प्रदायका निकायका करते बच्चे प्रसिद्ध के लिए जिसे आचार्यहरूको बेचैन को रहता को थी थिए भन्ने विषय शुद्ध में प्रत्येक है या सम्प्रदाय शुद्ध निकायका में क्या आधारभूत दर्शन ताकि सिद्धान्तहरूको सीधे परिचय चार था माँ यो शुद्ध सान यो तिन चारवटा देवा चौकी विषयहरू शुद्ध यसको सान विषयमा म तेरे चर्चा से गर्नेछु शुद्ध ताते या थांबो तेले या पहिलो चेले आएको छ ताते की सेवा शुरू की चरा को खोलो सम्प्रदायको सीजे विभाजनको ने प्रक्रिया माँ झ्याङ्ग्यु शुद्ध नामदेन सान उत्तर परम्पराको विचार राय के रहेछ ता खारे होंगे और सान थांबो नहीं तेले सुम्लुक झेटको विखोलो ती भनिन्छ होंगे और अघि मैले भनेको ता जस्तै कौन शुभ नहीं जिसे चा रबा कौन शुभ नहीं जिसे ने 다다 야나게 깨려야 슝루 체라케베 콜로스야 때려야 누르민저 समय 숨이베 쉬어봐 भेद 디 उपरचना 나로네 चक्र 누르미르 숨이베 나로네 차 상슈디 अनुसार 아니 के रहेछ 땡기 त 딘데스 भन्दाखेरि 뭐 चार सम्प्रदाय 향장이 चार 규샤 समूह 탕산장이 규샤 디에차디요 माथि उल्लेख गरे चाहिँ 다 चिनिया 되나야 भाषामा अनुदित 탕신 산장 तीनवटा 크라기 विभिन्न 슈루체라고 콜로티 अनुवाद 되나야 उपलब्ध छन् 다 तीमध्ये 되나야 सबैभन्दा 슝루 पूर्ण अनुवाद 체라케베 तङ 콜로테 वंशका 콜리 제장사 त्रिपिटक 이 आचार्य 제장사디 भेन्साङले 아니 गरिएको हो 탕신장을 너무 크지 있어야 되긴 제샤 अब यस ग्रन्थमाथि भेन्साङका 티 शिष्य 제장 खुइचीले 디 नालोले야 अनि 슈루 खुइचीले 체라케베 नामका 콜로 टीका 침 व्याख्या रचना 레레레야 गरेका थिए 레레신도 यस 벤데시게 टीकामा समय 지레 भेद 벤데시게 भेद 맞으면서 감정 루규 가리야 되게 रचना 상하고 चक्रको 세고 प्रत्येक 숨이야 शब्द र 인디 틴산 아니 वाक्य 대박 वंशको 기조 क्रमश 감시 व्याख्या गरिएको छ 주요야 매도 미루게 साथै 디자 यसको 링세 ऐतिहासिक 슈샤디 पृष्ठभूमि लगायतका विशेषहरू पनि विस्तृत रूपमा वर्णन गरिएको छ 근데 인도다 यसकारण 샤마야 आज 저 बौद्ध 현장이 सम्प्रदायहरूको विभाजन 규르샤베기 슈누 निकाय 제라고 भेद 콜로다 सम्बन्धी 티 अनुसन्धानका लागि 대박 विशेष रूपमा 아니 슈누 제라고 콜리 अपरिहार्य 제장사 अत्यन्त 크이지긴 महत्त्वपूर्ण 제죠 सन्दर्भमा 팅요 라데 सन्दर्भ 슈아이디 ग्रन्थ मानिन्छ 다 디니가 나로라 가르소 알았잖아 되나도 도티 때바 양에는 데네 로갸즈 अब 렘베 급려야 अनुवाद र त्यसको टिका 아니 को 딘둥기 데 अभिय 나로래야 अभिप्राय अनुसार बुद्ध भगवान परिनिर्वाण 초범민도 हुनुभएको 시총 100 초범민도 वर्षपछि 사나라도 चार 딘둥기 데 समूह 나로래야 चार निकायहरू अब 빠제민도 시총버렸어 चारवटा निकायहरू चाहिँ अब 아빠데스나 초버사나 निस्किनु पुग्यो 초대민도 देखा पर्यो 시총버렸다 चारवटा 다 दलहरू 초범민도 चार दलहरू 시총버려 시총제네 아니 시부티기 게론 하침비기 시에베기 따왕아 यो 싱아고 텔레야 अर्थात् 고알렌람 चारवटा 야차시 चारवटा यो दलहरू चाहिँ काशीके के हो त भिन्डेसिने कोवालेंगुर महाभिक्षु काशीके भिन्डेसिने कोवालेंगुर लबे भिक्षु ताते महादेवले अब लबे बताउनु भएको पाँच बुधा तिने अब बुजु कुरा लोजु चाहिँ बिसेछ उहाँले तेला विचार राय तेछे एने गिन्यु तेले आफ्नो विचारमा चाहिँ मेले बे नमिलेको गिबेस कारणले बसेता गर्दाखेरि यो एने पेजे निकायहरू देबा साज विभाजित भिन्डे हुन गिबे पुगेको गिन्यु हो गिते नि भनेर यसरी सुखेते बताएका छन् एने चावे देबा तिन्डेस अर्थात् ग्यास रहेछ नागा गोजा लबले सीमन्तवाद छिने वासी कोबस समूह धेरै सुनेका तिने बहुसूत्र दाशामले समूह र छोपमिरो स्थविर सि समूह त्यो बीच मा महादेवका दृश्य पाँच हुँदा बुधाको व्याख्यालाई बुझ्ने तरिकामा विभिन्नता हुन पुग्यो थियो त्यसै कारणले सङ्घ दुई मुख्य मूल सम्प्रदायमा विभाजित भयो भन्ने वर्णन गरेको छ स्थविर र महासङ्घिका रहेछ छोपमिरो सिदि अब चारवटा यो दल अथवा यो निकाय 다 यो 저번에도 समूह के रहेछ 시사데라 아니 भन्दाखेरि 데리 루이 초사지 타고베 पहिला लुइचोक 초사지 नागा 타고 समूह 데베 भन्ने 초사지 नागा 군베 초사지 हत्सी समूह भन्ने 리시 नागा रहेछ 단디 양장이 규르샤베기 यो 슈누지라고 क्याङचङले अनुवाद 콜로토 마데야 गर्नुभएको कुरा रहेछ 벽에 나는 규르샤베 슈누지라고 콜레나는 순단 데스 저마 अनि 디고르데디 भोटमातिर अनुवाद 제르시 गरेको छ मिल्दैन है यो 다 가나 हाम्रो 양장이 गुरुले यो 규르샤베기 अनुवाद गर्नुभएको 디 छ यो फेरि 슈누지라고 भोटको 콜레나는 विद्वानहरूले अनुवाद 초디시 गर्नुभयो भने मिल्दैन 급디 초바 데시 총체 아니 यो 루이 초 타고베서 मान्दो टेबे서 준비서 चीनमा चाहिँ के रहेछ भन्दाखेरि 콜레스 नाग समूह 당연히야 सीमन्तवासी 가르치세요. समूह AI 등산 라벨 쏴도 मैले एउटा फोटो बनाएको छु एउटा एआई अनुसार 가르치세요. 강한테야 개벽이야. 즉 가르쳐요. जस्तो कि यो 최원이 पहिला चाहिँ एउटा 되시지라. राजाले 대기 가르친 거 알았잖아. के चढाएको 루이 जस्तो छ यसले 소사체.
यसले चाहिँ के छ 타조들이야 또 देखाइन्छ 드레스를 भन्दाखेरि 인데버지 नाकको समय 슈데르 नाकको 유데비스도와 समूह बुझिन्छ 어다데 अर्को चाहिँ के हो 롱세르 अर्को 유도 फोटोले चाहिँ 디 타고비소 처마체 यो चाहिँ के हो त 아니 디 सीमा 오텔레야 अन्तर्वासीको 예쇼텔레야 समूह 게롱 बुझिन्छ 망보시 냠도 차베시 딩이스도와 디 망도 धेरै 텔레소 처마체 भिक्षुहरू चाहिँ के हो 디 धेरै किताब पढेर 파조텔레 देखिन्छ 게롱 त्यो चाहिँ के हो त 망보시지 아니 베냠샤치 슈도와 다 디기 준비 소데 처마체 अनि 도시바 बहुसूत्र भन्ने बुझिन्छ बहुश्रुति समूह अनि अर्को ध्यान गरेको चाहिँ के हो त भन्दाखेरि यो चाहिँ अ, 다 भदन्त समूह 쇼루 제라크베 콜리오기 आचार्यहरूको 제장을 समूह भनेर 망로라야 बुझिन्छ 초바 대시 텔레야 초대시 초바 대시 시부 텔레야 문진 체다 민저 숨 यो चारवटा 유에시 숨이다 समूहलाई चाहिँ भनौँ न अब 다 텔라 문진 체다 당부 텔 가르를 परिचय 쉬비나 दिने आफ्नै रहेका छन् जस्तै कि यो चारवटा समूह भन्छ चारवटा समूहलाई पहिचान गर्ने तरिका आफ्नै भिन्नता रहेको छ त्यो के हो त भन्दा 초바 대시 문진 체다 민저 당부디 शेषु 당부디 पहिलो 가르사나 शेषु 당부디 초니 पहिलो 우지의 व्याख्या परम्परा 진주를 되는 여와체 दुई पक्षको नेतृत्वकर्ता र अनुयायीहरूको 니바디 आदरमा 되는 विभाजन 순간 गरिएको थियो 비바도 럽정 쓰실을 되는 여와체 दोस्रो कुशल पुण्य पक्ष दुई 되는 समूह र अकुशल पाप पक्षमा दुई समूह गरी चार शेषु समूह 숨바디 속에다 파밤 냠랭기 추세를 되는 여와체 다 드레르 차례 됐어 यसरी मिलाएको छ यसमा 세디 좋아다 그래서 다 당부 되려야 아니 당부 실수 पहिलो 당부 आएको छ 가래 쉬비나 라 पहिलो व्याख्या 다 परम्परा के 실수 हो त 당부디 भन्दाखेरि 초이 우리의 진주를 되는 여와체와 사디 말해 दुई पक्षको नेतृत्व र 다디 अनुयायीहरूको 초이 आधारमा 우리의 विभाजन 진주를 गरेको थियो 되는 여와체와세 디 숭당다 체비나 यो बताए अनुसार 드레요 गर्ने हो भने 디 숭당다 체비나 다양디 디스 세단 당부의 체비나 아니 पहिलो रहेको छ 루이소 사데 간데지를 고고 알았을라 नाग समूह कसले 루이소 बुझिन्छ त 사데 भन्दाखेरि 루세아데 자 리자게라 나가슬라고로 अब संस्कृत 나가세아데 भाषामा 루라 नागा 고고 भनिन्छ के भने 알았냐 अब 랑보세아라 नागा 고고 भनेको 알았을라고 नागा भनेको चाहिँ के हो त एउटा हात्तीलाई पनि बुझ्दछ सिजिलो अर्को चाहिँ के हो 우기는 त 거예요 अनि 제자 नाग सर्पलाई पनि 루이소 बुझ्छ 슬라가데 루랑도 루다 랑칭이 त्यही कारणले 소슬라고 이기면서 यसरी 가라사나 नाग र 다들 हस्ती 하체부터 समूह पनि भनिन्छ 개론 하체부터 대소로 고고 संस्कृत 알았어 शब्दमा नागले हात्ती 루 दुवै अर्थ बुझाउँछ 루니 त्यो समूह 랑보칭이나 भन्नाले 랑보에 महादेव 루니스라 जस्ता 다 telea da भिक्षु nani महादेव जस्ता 루다 महाशक्तिलाई 랑보시 जनाउँछ तिजोबे तोपछे मो यिबे नाग छन समयमा दोबर हात्ती गवाछ हो र निबा ते मुगु हात्तीलाई पनि नाग दुबले भनिन्छ 당보 तोपछे मो यिबे गिमजन खारे स्लाबिना हैन त्यो गेलों के हो खाछे एउटा चाहिँ बलवान हो लास्ट एउटा अफ चाहिँ के हो दे त एकदम ताकन गोटिङगे सञ्चालता भन्ने बुझाउँछ जो गोटिङगे गेलों त जुल खुआइ पर ते जुलया गेबो त लोम्बो ति जुइगे ग्याग्यो छिया त्यसैले अत्यन्त ग्याग्यो छेबा शक्तिशाली तला तेने रोक्न हैन कठिन हुन्छ फाबे छो ते एउटा जुलया निब्जे छि कुजु फाबा मरे दिने स्वभाव ग्राउन्ड भएका गेलों गेबो यबे गिमजा तेला तेने र हैन बसमा फाबा ल्याउन कठिन नेदेम हुने हो फाबा जस्तो लाय कि राजा नेदेम र सोर्स मन्त्रीको होला शक्ति र नेदेम ति जुल प्रभावमा निब्जे छि निर्भर भएर आर्य सङ्घलाई तेला अपमान तेने नि गर्ने सेनमगे गर्दछन् त्यसको कारणले अरूले पनि चोबा विवाद मरो गर्न चलाना से थाल्छन् खादा त्यसैले उनीहरूको तेरे शक्ति ताकन रोक्न तुदु वा दोबर परिमाण गर्न चा कठिन यबे हुन्छ गिमजा तेला ते सेने लुस लगा गिमजन जी ते चाले त्यही कारण नागा रहनुको कारण गिमजन के हो नि रहेछ गारासाना अर्को दोस्रो काम के हो त 시가 भन्दाखेरि 동자예요지 시가 एउटा 쭈부이 चाहिँ बानी 다나 बेहोरा 시 अलिक 쭈바 쭈부이 चरित्र अलिकता 드레이 दु산에 हात्तीको अलिकता 파바 네데마 नपस्ने 주이 खाले भएकोले 파바도 다 네데마 쓰는 정도 파베 अनि यसले 소디스도 नाग 안 समूह 랍싱게 राखेको रहेछ 드레 제비나 도버 문유바 드레 그 누구 누가 차리 어레스 त्यही कारणले यो 다 나라 루이 초사야디 अरबले अनि व्याख्यान गरेर मुक्त 가서 हुने भए 수도 고고 अरूले 알았어 सामान्य नसक्ने 라비나 हुँदाखेरि अनि 게롱 하신부터 कठोर 드레기다 विचार कठोर 투수 롱게기 भएकोले 미나 बुझ्दो 주고 रहेछ 디졸래야 고고 알았어 다때네 니바테 타고기 소사야 돼 타고기 소사야 돼 에네 게롱 하신비고 로마테 줄고 त्यसो 고고 गरेर अब 알았어 आफ्नो स्वभावले नै क्रूर र तेला कठोर थागो हुनुहुन्छ पास ठुलो लगा गल्तीहरू गर्ने गिमसेन खाले भएकोले आर्य बुझेना सङ्घले पनि सेमी उनीहरूलाई जब रोक्न छिनी सुधार्न छिलो तो सक्दैन के भाइ त्यसैले बिछेना उनीहरू उग्र र क्लब्स अवस्था त्यो दो बसमा दो ये ल्याउन ने कठिन मेवा हुन्छ बिछेना भनिन्छ था कप्स
당 간다라야 त्यसैले 타고 विवाद र कलह 또 उत्पन्न गर्ने 타고 मुख्य बसल व्यक्ति नै जाबा हुन् भन्ने 둥보 चाहिँ अब यो 푸도 댕이 미그 नाग 소바 समूहहरू 다가는 अब 연대 미야바 थकुपिछौँ भन्छ 다는 신기 थकुपिछौँ भन्नाले 시스템 기저바 디 समान्तवासी समूह 최 यसले के 미게 बुझिन्छ 버들이 भन्दाखेरि 차디 예비 समान्तवासी 인두산에 समूह भन्नाले 텔레데나 महादेवको 다 शिष्यहरूलाई 파워 जनाउँछ 지베시브라 उनीहरूले मानसिक 디네 आचरण 우수 저바 धर्मताको 롱기가 स्वभावताभन्दा 좀 बाहिर 말레스 भएको 다네 우술라 다다 स्वभावभन्दा बाहिर 게롤라시 भएको हुनाले 부두술라 उनीहरूलाई 시제 고술라 겹조슈 좀 सीमा 되데 अन्त 땡게지 सीमादेखि 차디오르 अन्त 그래서 이내 껍딜이야 मध्यबाट 디 타고베기 टाढा रहेको 랑기볼레야 भनिन्छ 베 सधैँ 쭈과 प्रशंसा गर्न 김생 योग्य र 가르스나 गुण नभएको कारण 타고바 디소 उनीहरूलाई निम्न 아니 भनिन्छ 게롤라시 겹겹체 딩게 차디기 거래 게롤라시 비고 로마 차디기 यी 거래 समूह 디 감자르데레 विवाद 다가 उत्पन्न गराउने 촉박이시나 मुख्य कारण 푸드야 भन्ने 감진 होइन 디데스 다전에 망도 퇴베 소사도 망도 퇴베 소사디 न त उनीहरू 아니 शक्ति रोक्न पर्ने 겁규규기 हुने हो 아니 तर यहाँ 수수기오 उनीहरूको नाम 겐네야지 उल्लेख गर्नुको कारण यो हो कि उनीहरू 수수기오 개바이데라 सीमन्तवासी 사묘토 स्वभावसँग 렌데 좀 मिल्ने गरी 폼수이데 महादेवलाई 데네수가 सम्बन्ध 망도 गर्नेहरू हुन् 퇴바다 अर्थात् 아 महादेवका 디술레고 शिष्यहरू 요르스 आदि एकै समूहमा 다도나 पर्दछ 수림다 अब 데바 महँगो छ भनौँ न 망도 퇴바 데네 बहुश्रुति धेरै 수수기오 데술로 सुनाइ भएको 요르스 데네 준비 बहुश्रुत 소사데 समूह 조 भन्नाले यस्ता 탁바데 조 व्यक्तिहरूलाई 징이게 जनाउँछ 데바 कि 또 데바 त्यो 라 साधारण 수림 나바 प्राणीहरू 다데 मध्ये 징이 데바 विद्वान 또 छन् 데바 आर्यहरूको 아 기바 मार्गसँग 통보를 식 मिल्ने 데바 데네 स्वभाव भएका 룸바데스 छन् 고야르사 गहन 데네 अर्थहरूलाई बुझ्न 인두사네 सक्षम 도나 छन् त्रिपिटक 급 धेरै सुनेका छन् र 드시 पुण्य 야단 तथा 당부터 कुशल 세바이나 कर्मपत्र तर्फ 아니 प्रेरित 초바 हुने 시분들이야 पक्षमा 미기웨 रहेका छन् 초 직당 초바 अनि यस 시분들이야 미기웨 초도 व्यक्तिहरूलाई 규베게 बहुश्रुति धेरै 초바 सुनेका 니다 बुझेका 개웨 초도 규베게 धेरै 초바 सुनेका 니다 धेरै 말레스 अध्ययन गरेका भनिन्छ उनीहरू 아 शीलले सम्पन्न धेरै ज्ञान भएका 디나로래야 साधारण 조직도 प्राणीहरू तथा 콜직시니 니어레스 आर्यहरूको पक्षमा रहेका 근데 인도 व्यक्तिहरू हुन् 다 미기웨 초도 규베게 초바 니가 나게 조디 가르레사나 아 플라시부터 차대 게논 플라시부터 차대 디로마도 코어 차대 요레스 त्यसैले 드네 뒤에 당부 미기웨 초 초바 니부터 차 개웨 초 초바 때려야 조지도 코르지 니 차대요 조디 अब यो 아니 पुण्य 집에 पक्षमा भएको चाहिँ 컵에 초 차대 अब 요레스 गेलुङला छेम्बो 제가 제수 좀 भिक्षु 수수기고 महादेवलाई 개바디 बुझिन्छ 차대 요레스 पुण्य पक्षमा भयो 망도 퇴베 소레스 अ, 제사 अपुण्य 코란이 भएको चाहिँ 조도 코르지 पुण्यमा भएको चाहिँ 요레 भिक्षुहरू 요레스 चाहिँ अब 아 त्योभन्दा 되게 시시네 미게 महादेवले भिक्षु 도수요레스 महादेवले नवोदयको 다디긴 드시 야가 당부도 디 차대 नवोदयको अर्को कुरामा 다들은 드시 सहमति 야가 जनाउनलाई 니버데 가르사나 बोलाउँछ 데네스고 유바다 럽종기 세시 토네 라 다디 디레 럽종사나 다도 연den기 세시 토네만 치게 돼 हो यो रे अब चुम्बी 신수님은 छ 데네스고 유바다 मदनसँग 연den기 भन्नाले 세시 토네 आर्यसँगले 디 जनाउँछ धर्मतको 가르라슬라비나 अर्थले बुझेका 디기 드시 야다는 스베나 रिद्धि 당부 सिद्धिमा 루이소 अधिकार प्राप्त 사데 गरेका पूर्ण रूपमा शुद्धशील भएका विशाल ज्ञान भएको उच्च 소수기와 आध्यात्मिक 팝에 स्तरमा 가서 पुगेका 가리는 व्यक्तिहरूलाई 도도스 भजन्त आदरणीय 이나 भनिन्छ यस श्रमणको मार्ग 수림나바 चार 코르데 फलहरू आदि 개베데는 प्राप्त 마케 गरेर आर्य व्यक्तिहरू पर्दछ 초기 나로래야 미집이 뽑아내야 되면 अब 된대 यसमा 앞에 निष्कर्ष यी चार 루도 समूहका दुईवटा 랑시도 कुशल समूह 도나 र दुईवटा 유아즈라 대술래 अकुशल 루이소 अगोचर रहेका छन् यी दुवै 루이 प्रकारका 차디야디 समूहभित्र पनि 야가 मुख्य 되어야 व्यक्ति 해서 नेता र अनुयायी परिवारसम्म दुई गरी भाग 루이소 야가 हुन्छन् 되지 महादेव 과야지 आदि 아 मुख्य 대소 व्यक्ति हुन् उनका 내내 शिष्यहरू अनुयायी हुन् 냐와코르 दुई समूह पहिलो 유관즈베 दुई 유관즈베 초도 규바다 कुशल समूहमा पर्दछन् त्यसै गरी 거베 कुशल 냐와코르 समूहभित्र 루비 पनि मुख्य 내내 व्यक्ति 냐와코르 अनुयायी र दुई 루비 디술래 भाग हुन्छन् 고아레스 आर्यहरू मुख्य 다데네 व्यक्ति हुन् र 니바 타고 उनीहरूसँग मिल्ने 소사디 साधारण प्राणीहरू 가라슬라비나 अनुयायी हुन् 아니 수짐 दुवै समूह पछिल्ला 체데바 दुई कुशल समूह 수도 पर्दछ 미림바 अब दोस्रो 디네 भनाइ के 인두산 छ 타 दोस्रो व्याख्या 랑시 परम्परा 루이힌 त्रिपिटकको 디시베 परम्परा 인두산 अध्ययन 컵 컵스베 अभ्यासको 난도나 स्थान मापदण्डको आधारमा 데네수기 विवेचना गरेको 수름 हो यसमा फेरि के छ भन्दाखेरि 컵존이야 नाग 배 नाग समूह आउँदछ 수dim이야 यसको 미송아 अर्को व्याख्या यस प्रकार 딘데기 छ 아니 수수기고 साधारण 카메야다 상록다 व्यक्ति होस् वा 디 आर्य व्यक्ति 데졸이야 होस् जो 아니 पूर्ण 타고 शुद्धशील 소스 भएका 요레스 विनय पिटकमा 다디조 निपुण 아니 भएका र 게놀라시 सङ्घभित्र 단 नाग हस्ती 게놀라시 디르 नाग र 라마시 हात्ती जस्तै निडर र 껍딜이야 단 शक्तिशाली हुन्छन् 게놀라시 타고 यिनीहरूलाई 규베 विनय र धारण 디나로레 गर्ने 바다라지 भनिन्छ 야 यस 디야바 व्यक्तिलाई नाग 제요레스 समूह भनिन्छ यसले 되네 되네 इष्टदेव 디자라 नेपालीको 망도 퇴베 शिष्य 소세 परम्परा 와 जनाउँछ अब अर्को सीमन्तवासी समूह भन्नाले शील बिग्रेको र उचित आचरणसँग नमिल्ने भएकाले सीमन्त भनिन्छ साथै स्वभावले नै मूर्ख र अज्ञान भएको कारण निम्नहीन भनिन्छ वास्तविक अर्थमा त्रिपिटक 망도 퇴베 शास्त्रमा 소세아데 निपुण नभएका र 수수기고 शील 이난다 पतन 파베 भएका 가사 이난다 साधारण व्यक्तिहरूलाई मात्र 다다나 도데 सीमा 망도 상기 가비 अन्तवासी 버집에 समूह भनिन्छ 도덴지베 यो समूह महादेव जस्ता व्यक्तिहरूको वर्गसँग 도덴지바 समेत मानिन्छ 디졸레야 아니 अब 망도 आयो 퇴베 소스라고 알았어 대수 बहुश्रुति 내내 समूह 루도 धेरै 루이소 सुनेको समूह कस्तो 요레스 भनिन्छ भन्दाखेरि साधारण व्यक्ति होस् 다데네 आर्य 준비 소세아데 준비 소세아데 सूत्र पिटक 아니 अध्ययन गर्छन् र 수수기고 बुद्धको 이난다 वचनलाई 파베 가사 राम्रोसँग धारणा 이난다
nilu गर्ने र ren to de ba सूत्र sambe go de la kya ba yin de ba आधार lam yu ne ne ba de zo le ya सूत्र zo go zo धारकहरू so हुन् so go ya che उनीहरूलाई de zo ani बहुसूत्र che ngam be समूह de je भनिन्छन् विश्ववीर che ngam आनन्द ma cho de को kyu be ge शिक्षा परम्परा सम्बन्धी de समूह ka हो sa kang be gi da loma ne den अब kang भनौँ be न यो loma कुन चाहिँ cha छ ding yo res भदन्त समूह de भन्नाले so साधारण ati व्यक्ति होस् या policy आचार्य ya व्यक्ति da होस् da ni ba त्यसले de वास्तविक अर्थले बुझेका छन् de du sa da ba ji गहन de de ga अर्थहरूमा zale ya उनीहरूको sam चाहिँ sha jan de प्रसव lo चाहिँ sam thang गुरुको de de सम्बन्ध छ de ga da उनीहरूले ni ba de बदन्त ga नै sam sha भन्छ en di je la ya ta do de ga da sumba अनि आजको लागि म यही यति नै shunu टुङ्गन sira kyo चाहन्छु kolo ki फेरि jeja अनि tar अर्को chayali समय dirin फेरि rishi अब kya ta sumba chik तेस्रो chidwa व्याख्यान गर्ने कुरा an चाहिँ म dana chik बताउन tindiyo चाहन्छु ki kya ba tsuyo ki yan rishi kya ta zi yong diwa अनि ta di आजभोलिको jayali विद्वानहरूले shunga कसरी chik व्याख्या rin गर्छन् dana chik भने यसको कुरा samshaya चाहिँ बताएको छन् त्यो कुरा म पछि बताउनेछु आजको लागि म यति नै टुङ्गन चाहन्छु बहुत सारा मङ्गलम जगत हिताय धन्यवाद